त्यो on this computer. ओके, नमस्ते सबैजनालाई। तपाईँहरूको आफ्नो इच्छा अनुसार भिडियो अन अफ गर्नु होला। केही कुराहरू डिस्कस गर्न मन लाग्यो भने जम्प इन गरिहाल्नु होला, मलाई बिचमा रोकेर इन्टरप्ट गर्न सक्नुहुन्छ। आजको प्लान चाहिँ मैले सोचेको चाहिँ कस्तो छ भन्दाखेरि पहिलो एउटा युरानले अहिले जुन निकाल्यो त्यो एउटा डिस्कस गर्ने, त्यस पछाडि हामी क्विकली असाइनमेन्टको जुन सिट थियो त्यो मैले तपाईँहरूसँग सेयर गरेको, त्यसमा डिस्कस गर्ने। तपाईँहरूले त्यसमा केही बुझ्नु भएको छैन, विशेष गरी अन्तिमका दुईटा लास्ट दुईटा क्वेसन चाहिँ मैले अलिकति सम इफ्स काउन्ट इफ्स टाइपको लगाउने गरेको थिएँ त्यहाँ। त्यसमा तपाईँहरूले मैले अस्ति डिस्कस गरेको भन्दा अलिक फरक थियो, अलिक एक स्टेप माथि मैले गरेको थिएँ। त्यो चाहिँ इन्टेन्सनली गरेको। सोचाइ चाहिँ के हो भन्दाखेरि बेसिक कुराहरू डिस्कस गरेर जाने, अनि तपाईँहरूले बेसिक कुरा प्र्याक्टिस गर्नु हुँदाहुँदै बिचमा अलिकति अलिकति एक स्टेप माथिको अलिकति अप्ठ्यारो लेभल बढोस्, अनि तपाईँहरूलाई सोच्न बाध्य हुनुहोस् तपाईँहरू। अनि त्यो चाहिँ तपाईँहरूले कि त गुगल गरेर अथवा अहिले चाहिँ एआईहरूलाई सोधेर प्रोसेस सोधेर गर्न सक्नुहुन्छ, अथवा होइन भने हामीले फेरि यतिखेर डिस्कस गर्न सकिहाल्छौँ अर्को हप्ताको क्लासमा, होइन? यसरी नै। त्यो भएर म पहिले समिफमा जान्छु पुरानै सिटको, अनि त्यस पछाडि असाइनमेन्टमा क्विकली यसरी गर्नुपर्ने हो। तपाईँहरूले के गर्नु छ भन्ने कुरा त्यहाँ सेयर गरौँला, अनि फेरि डिस्कस पनि गरौँला, र प्लस त्यस पछाडि आजको सेसनमा जाउँला। र यो चाहिँ आजको सेसन चाहिँ अस्तिको भन्दा अलिकति लेभल अप गरेको छु मैले। त्यो के गरेको छ पछि हेर्दै जाउँला। विशेष गरी अहिले हामीले फर्स्ट विक र यो सेकेन्ड विकको सेसनमा जे गरिरहेको हुन्छौँ, त्यसमा चाहिँ अहिले आजको सेसनमा लास्टमा जाँदाखेरि यो त यसो गर्दा भइहाल्ने रहेछ, यति क्विकली भइहाल्ने रहेछ भन्ने कुरा पनि त्यस्तो लाग्न सक्छ। भनेपछि त्यसरी अलिकति लेभल अप गर्दै गर्दै लैजाने कोसिस गरिरहेको छु मैले। यति भनेर मैले त्यो सेयर गर्छु पहिलो त समिफको। ओके, कता छ सेयर स्क्रिन। यो ओके, यो यही उसमा होइन, हामीले समिफ लगाएको भनेको चाहिँ यसमा 3 months रेभेन्यू एक्चुअल। हजुर, 3 months रेभेन्यू एक्चुअलमा चाहिँ हामीले समिफ लगाएर एक्चुअल भन्नाले जुन चाहिँ रेभेन्यू पेमेन्ट रिसिभ भयो, पेमेन्ट रिसिभ गर्न पर्ने भनेको त नो छ, जुन भएकै छैन, त्यसमा चाहिँ हामीले कन्डिसन लगाएका छौँ। यसमा कन्डिसन चाहिँ के लगाएका छौँ भन्दाखेरि यो एक्सेल सिटमा यो जुन अहिले चाहिँ मैले यहाँ डबल क्लिक गर्दाखेरि यहाँनिर सम त्यो फर्मुलाहरू देखाएको छ नि, सम इफ अनि रेन्ज क्राइटेरिया, अनि त्यसपछि फेरि सम रेन्ज भनेर त्यो नोटिस हुन्छ होइन? त्यहाँ तल देखिन्छ युरान? म्युट छ है युरान? म्युट छ मेरै पनि। देखिरहेको। ओके ओके, अब त्यहाँ चाहिँ के भनेको उसले भन्दाखेरि सम इफ भनेर चाहिँ सम गर है भन्दाखेरि कसलाई सम गर भन्ने कुरा चाहिँ पछाडि भन्छ। यो कहिलेकाहीँ चाहिँ रेन्ज पहिले आउँछ, कहिलेकाहीँ सम रेन्ज पहिले आउँछ। यो विभिन्न फर्मुलाहरूमा चाहिँ विभिन्न हिसाबले यिनीहरूले दिएको हुन्छन्। हामीले गर्दै जाँदाखेरि थाहा पाउँछौँ, त्यो हेर्ने बित्तिकै थाहा हुन्छ। जस्तो अब रेन्ज भनेको छ र रेन्जपछि क्राइटेरिया छ भने पछाडि हामीलाई चाहिँ सम इफ भन्ने क्राइटेरिया लगाउनु छ। त्यो क्राइटेरिया भनेको चाहिँ कहाँ लगाउनु छ भन्दाखेरि सुरुमा रेन्ज भनेर जुन लेखेको छ त्यसमा लगाउनु छ। रेन्ज भनेको चाहिँ के भन्दाखेरि H2 देखि H1001सम्मको जुन रेन्ज छ, यो जुन पेमेन्ट रिसिप्टको जुन रेन्ज छ सुरुको भ्यालुदेखि लास्टको भ्यालुसम्म, त्यो रेन्जमा हेर। र त्यो रेन्जमा चाहिँ के हेर भन्न खोजेको भन्दाखेरि यो हामीले यति रेन्ज गर्ने बित्तिकै कमा गर्ने बित्तिकै अनि यतापट्टि जान्छ, कमा गर्ने बित्तिकै क्राइटेरियामा जान्छ, तल क्राइटेरिया बोल्ड भएर आउँछ। अनि त्यो रेन्जमा चाहिँ के हेर भन्दाखेरि यस भन्ने हेर भनेर भनेको छ। यहाँ चाहिँ मैले यो यस चाहिँ कोटभित्र राखेको छु होइन, कोटेड छ। यदि नम्बर हुन्थ्यो भने चाहिँ हामीले जस्तो 5, 10 नम्बरहरू छ भने चाहिँ सिधै लेख्छौँ। तर जब टेक्स्ट हुन्छ, टेक्स्ट भनेपछि चाहिँ एक्सेलमा यसरी कोटमा राख्नुपर्छ, कोटेसन मार्कमा राख्नुपर्छ। अनि एचको जुन रेन्ज छ 2 देखि 1001सम्मको, त्यो रेन्जभित्र यस भन्ने हेर। अब त्यति भइसकेपछि अनि यस भन्ने रो जुन छ
त्यो रोमा रोलाई मात्रै लिएर सम गर भनेको छ। अब सम चाहिँ कहाँ गएर गर भनेर भन्दाखेरि जीको कलममा गएर गर। जीको 2 देखि 1001 सम्मको भ्यालुहरूको चाहिँ सम निकाल है भन्न खोजेको। यो भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि हामीले सम मात्रै गरेर जीको 2000 देखि 1001 2 देखि 1001 सम्मको लिएको भए टोटल सम गरिदिन्थ्यो। तर हामीले क्राइटेरिया लगाउन खोजेको पेमेन्ट रिसिभमा जुन जुन यस छ त्यो मात्रै चाहिँ सम गर है भनेर भन्दाखेरि चाहिँ एक्सेलले यसरी दिन्छ सम इफ। यो कतिको क्लियर भयो भएन? कसैलाई क्लियर भएन भने चाहिँ भनिहाल्नु होला। हुन्छ ओके म फेरि एक गरेर हेर्छु। ओके हुन्छ अब अर्कोमा यसमा जाउँ। खालि मैले एउटा कुरा के मात्र एड चाहिँ गर्छु भन्दाखेरि कहिलेकाहीँ यस्ता क्राइटेरियाहरू हामीले धेरै लाउनु पर्ने हुनसक्छ। जस्तो यो पेमेन्ट रिसिभमा चाहिँ यस वाला लियौँ। अनि अर्को चाहिँ रिजन चाहिँ हामीले यहाँ जुन रिजनको कलम छ यो बी भन्ने त्यो रिजनको कलममा चाहिँ साउथको मात्रै ल्याऊ है भनेर भन्यो भने यतिखेर चाहिँ सम इफ्स भन्ने हुन्छ। अनि सम इफ्स भन्ने गर्ने बित्तिकै हामीले यसमा चाहिँ सम रेन्ज क्राइटेरिया 1 क्राइटेरिया अब यसमा कसरी गर्ने भन्ने कुरा चाहिँ यो भित्र दिएको हुन्छ। जस्तो अहिले बोल्ड भइरहेको छ नि, सम रेन्ज बोल्ड भयो, अनि क्राइटेरिया रेन्ज 1 बोल्ड भयो, अनि क्राइटेरिया 1 भयो। अब यहाँ चाहिँ के भनेको हुन्छ जब हामी सम इफ्समा जान्छौँ सुरुमै कुन चाहिँ कलम सम गर्छौ त भनेर आउँछ। अघि चाहिँ लास्टमा जी भन्ने कलम सम गर्नलाई हामीले लास्टमा मात्र लेख्यौँ। अब चाहिँ के भन्छ भन्दाखेरि यसले यदि सम इफ्स लगाउँछौँ भने जब धेरैवटा इफहरू हुन्छन् है यहाँ चाहिँ भन्छौँ भने पहिले जीलाई अगाडि नै लेख्नुपर्छ। म गरेर देखाउँछु। यहाँ चाहिँ सम इफ्स गर्यो भने अब सम गर्ने रेन्जै पहिले यसले माग्यो। यो भनेको चाहिँ हामीसँग जी सरी होइन यो जी नै हो, मैले एच लिएछु। G2 देखि G1001 सम्म। अब त्यस पछाडि चाहिँ के भयो भन्दाखेरि यो यता हेर्नुभयो भने तपाईँहरूले यहीँ तल पनि देखिन्छ, यहाँ माथि फर्मुला 12 मा पनि देखिन्छ। यो हामीले फर्मुला 12 मा जुन फर्मुला लेखिरहेको छौँ सम इफ्स चाहिँ अब सम के गर्ने हो त्यो चाहिँ पहिले हाल्न पर्यो। अनि त्यसपछि क्राइटेरिया रेन्ज र क्राइटेरिया हाल्दै जाने। अब हाम्रो क्राइटेरिया रेन्ज भनेको चाहिँ के भन्दा यो एचमा एसएस भएको चाहियो। त्यो भने चाहिँ H2 देखि H1001 सम्म चाहिँ यस भएको खोज भनेर भन्यो। भनेपछि क्राइटेरियाको रेन्ज भनेको चाहिँ एचमा हेर र क्राइटेरिया चाहिँ के हेर भन्दाखेरि यस भन्ने हेर। हामीले त्यो एउटा दियौँ। यो मैले जुन स्पेस टाइप गरेँ अहिले स्पेस गरेँ त्यो चाहिँ तपाईँहरूलाई सजिलो लाग्छ भने नगर्दा पनि हुन्छ, मलाई चाहिँ अलिक फिल गुड हुन्छ अनि त्यो भएर स्पेस दिने गरेको हो। यसले केही फरक पर्दैन। एउटा चाहिँ हामीले अब क्राइटेरिया हाल्यौँ के भन्दाखेरि एच भन्ने रेन्जमा 2 देखि 1001 यस मात्रै हेर भन्यौँ। अर्को चाहिँ हामीले अब यहीँनिर फर्मुला 12 मा हेर्नुभयो भने फेरि क्राइटेरिया रेन्ज 2 दिन पाइयो। अब त्यो क्राइटेरिया रेन्ज 2 भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि अब हामीले रिजन हेर्न खोज्यौँ भनेपछि बीमा B2 देखि B1001 सम्म चाहिँ अब हामीले क्राइटेरिया चाहिँ एक्चुअल के हो त यहाँभित्रको भनेर भन्दाखेरि साउथ भनेर हामीले दियौँ। अब यति भइसके पछाडि चाहिँ स्क्रिन सेयर भइरहेछ है? भएको छ तर अलि अड्के जस्तो ए स्क्रिन सेयर चाहिँ भएको छ भएको छ। इन्टरनेटले गर्दा हो कि सायद? ओ मेरोमा मात्रै हुनसक्छ। अरू कसैकोमा केही तपाईँहरूकोमा केही लिङ्क इन्टरनेट मैले बोलेको नबुझ्ने केही समस्या छ भने भनिदिनु होला है प्लिज, अथवा छैन भने भनिदिनु भयो हुन्छ एक दुईजनाले। ओके छैन नै होला। अब यो भनेको चाहिँ अब मैले सेकेन्ड दुईवटा क्राइटेरिया हालेँ। अब मलाई यहाँ 3वटा 4वटा जति पनि क्राइटेरिया हाल्न सक्छु। सुरुमा क्राइटेरिया रेन्ज दिने अनि क्राइटेरिया हाल्ने। भनेपछि अब मैले यो गरेँ भने चाहिँ यो भ्यालु भनेको चाहिँ अब हामीसँग के आयो भनेर भन्दाखेरि यो सम भनेको चाहिँ यो जी भन्नेकै कलमको सम आयो यो यहाँसम्मको। तर त्यो रो मात्रै लियो यसले। यहाँ चाहिँ जुन जुन रोमा यस पनि छ र जुन जुन रो साउथबाट आएको भनेपछि साउथ रिजनमा बाट हामीलाई पेमेन्ट आइसकेको पैसा भनेको चाहिँ 78,323 रहेछ। यसरी सम इफ चाहिँ एउटा ऊ भयो, एउटा क्राइटेरिया भयो, र सम इफ्स चाहिँ धेरैवटा क्राइटेरिया भयो। र सम इफ्स भनेको चाहिँ
हामी आज आज गर्ने जुन असाइनमेन्ट गरेका थियौँ त्यसमा यो सम इफ्स चाहिँ अप्लाई हुन्छ। ओके, अब तपाईँहरूले क्विकली मलाई भनिदिन सक्नुहुन्छ असाइनमेन्टमा टाइम दिन सकियो कि सकिएन, कसैले खालि लाइक गरेर भनिदिनु हुन्छ अथवा केही त्यस्तो साइन बोल्नै पर्छ भन्ने छैन। त्यो भयो भने चाहिँ मलाई अलिकति के भन्दाखेरि त्यो अलिक कस्तो पेसमा जाने भन्ने आइडिया हुन्छ। त्यतिको लागि मात्रै हो। छैन, मैले त यही कहाँ अस्ति गरेको मात्रै हेरेँ, त्यो असाइनमेन्ट त गर्न भ्याएन मैले। ए ओके, ठिकै छ, त्यो त के भएर। अरू कसैले गर्नुभएको छ होला? छ भने छ भनिदिनु भयो हुन्छ, छैन भने ठिकै छ। उम्, अब चाहिँ त्यसो हो भने म ओके ग्रेट गरेको छ भन्नुभयो एकजनाले। छैन, अल गुड। ओके, अब त्यो भयो भने ओके ग्रेट गर्नुभएको छ तपाईँहरूले। अब यसमा चाहिँ म तपाईँहरूसँग यसको एन्सर सेयर गर्दै जान्छु, समिप्स लाएर। ए ग्रेट, त्यो पनि एकदम राम्रो। समिप्स हामीले डिस्कसै गरेका थिएनौँ, तपाईँ पनि यो लाएर गर्नुभएको एकदम राम्रो। कि त तपाईँलाई पहिलेदेखि थाहा थियो अथवा तपाईँले अलिकति वान स्टेप कोसिस गर्नुभयो। मैले यदि पहिले थाहा थिएन भने चाहिँ यो वान स्टेप कोसिसवाला होस् नै भनेरै इन्टेन्सनली राखेको थिएँ। अब म तपाईँहरूसँग फेरि पनि स्क्रिन सेयर गर्छु। यसमा चाहिँ असाइनमेन्टको क्विकली असाइनमेन्टमा जाउँ। यो असाइनमेन्टमा चाहिँ ओके, अब यसमा चाहिँ क्वेसन चाहिँ के थियो भन्दाखेरि सुरुमा असाइनमेन्टमा सुरुको क्वेसनहरू त सजिलै सजिलै थियो। यो चाहिँ मैले यहाँ गरेर राखेको छु। टोटल आवर्स वर्कड इन 3 months भन्ने थियो। यो भनेको चाहिँ कति घन्टा जम्मा काम गर्यो भन्ने हो। तपाईँहरूले पक्कै यहाँनिर फर्मुला बारमा हेर्न सक्नुहुन्छ। सम गर्नुभयो भने यो भइ नै हाल्यो। सम गर्नुभयो, त्यस पछाडि त्यो त्यो रेन्ज लिने बित्तिकै यो E2 देखि 1001सम्म आउने बित्तिकै यो आइहाल्यो। यसमा केही कन्फ्युजन छ भने भन्नु होला। मलाई चाहिँ मैले सधैँ भनेर आउँछु, कुनै पनि बेला जम्प इन गरेर मलाई सोध्न सक्नुहुन्छ है प्रश्न चाहिँ, क्वेसन। अब टोटल अमाउन्ट भनेको चाहिँ अब कति छ त, टोटल अमाउन्ट कति क्यालकुलेट भएको छ भन्दाखेरि हामीले पहिले त जस्तो यहाँ गएँ म, हामीले यो दुईवटा टोटल आवर्स र रेटलाई मल्टिप्लाई गऱ्यौँ। अनि रेटलाई मल्टिप्लाई गरेपछि हरेक रोको यो अमाउन्ट निकाल्यौँ। अनि फेरि यहाँ तल गएर हेर्दाखेरि फेरि समय गरेको हो। यसमा पनि यो समय गरेको, यसमा पनि नयाँ कुरो भएन। अब यहाँ छ सम इफ। हामीले अस्ति जे प्र्याक्टिस गऱ्यौँ त्यो चाहिँ यो यहाँ चाहिँ यो बिलेबल आवर्स काम त सबैले गरेका छन्। कति कति आवर्स काम गरेको छ भन्ने कुरा यहाँ लेखिएको छ। तर कुन चाहिँ बिल गर्न मिल्ने, कुन चाहिँ गर्न नमिल्ने हो। कुनै क्राइटेरिया होला कम्पनीमा, त्यो क्राइटेरिया अनुसार चाहिँ तिमीलाई यो आवर्स चाहिँ दिन मिल्छ, यो चाहिँ आवर दिन मिल्दैन है। जस्तो एक्स्ट्रा आवर हुनसक्छ। यो यस भनेको चाहिँ जुन चाहिँ बिलिङ गर्ने भयो एक्स्ट्रा बिलिङको लागि। यो नो भनेको चाहिँ रेगुलर आवर्समा काम गरेको छ, त्यसको रेगुलर स्यालेरी आउँछ। र यो सिट भनेको चाहिँ एक्स्ट्रा आवर काम गरेको मात्रै भनेर एउटा अस्युम गर्ने हो भने हामीले चाहिँ यो यसवालालाई चाहिँ एक्स्ट्रा आवरको पैसा दिने भयो। यसमा चाहिँ सम लगाइयो, सम इफ लगाइयो। यो भनेको यो फर्मुला बारमा हेर्दाखेरि थाहा हुन्छ। सम इफ भन्नाले यो एचको रेन्ज जुन छ त्यो भनेको बिलेबलमा चाहिँ यस हुनु पर्यो। र यदि त्यो यस छ भने त्यो यस भए जतिको चाहिँ यो टोटल जुन जी कोलमको रेन्ज छ त्यसमा चाहिँ एड गर, सबै सम अप गर भनेर भन्यौँ हामीले। त्यसले चाहिँ 143 दियो। अब यहाँ इन्ट्रेस्टिङ के छ भन्नुहुन्छ भन्दाखेरि अब कम्पनीमा चाहिँ के कुरा हामीले इन्भेन्ट्री अथवा कुनै पनि डाटा एनालिसिसको जब गरिरहेछौँ भने चाहिँ भन्न सक्छौँ टोटल अमाउन्ट चाहिँ यति हो। हामीले हेर्दाखेरि चाहिँ टोटल यति आवर्सको काम चाहिँ भएको छ, यति आवर्सको लागि अथवा यो अमाउन्टको बराबरको काम त भएको छ। तर त्यसमध्ये यति मात्रै चाहिँ ओभर टाइमको पैसा हो है भनेर भनिदिन सक्छौँ हामी। यति भएपछि क्लियर हुने भयो। यो एउटा भयो। अब यहाँनिर चाहिँ मैले त्यो ईमा गएर चाहिँ यो सम इफ्स राखेको थिएँ। तपाईँहरूले केहीले गरेको भन्नुभयो, खुसी लाग्यो मलाई। यसमा चाहिँ सम इफ्स अघि मैले भने जस्तै यहाँ चाहिँ हामीले दुईवटा क्राइटेरिया राख्यौँ। एउटा चाहिँ अघि ठ्याक्कै गरे जस्तै यहाँ चाहिँ बिलेबल हो कि होइन,
पहिले यहाँनिर अहिले सम गर्ने चाहिँ के भन्दाखेरि जी को रेन्जलाई सम गर, अनि क्राइटेरिया चाहिँ के लगाउने भनेर भन्दाखेरि क्वेसन ईमा लेखेको चाहिँ अमाउन्ट टु बी पेड इन इच डिपार्टमेन्ट भनेको छ। अब मैले यहाँ एक्जाम्पलमा चाहिँ आइटी डिपार्टमेन्टको मात्रै राखेको छु। अनि के भन्दाखेरि अमाउन्ट टु बी पेड भनेपछि चाहिँ यो एच भन्ने रेन्ज जुन छ, एचको रेन्जमा जुन यस छ बिलेबल भन्ने, त्यो एउटा क्राइटेरिया राखियो। र अर्को चाहिँ बी भन्ने रेन्जमा आइटीको गर्यो। मैले चाहिँ आइटीमा कति पैसा तिर्नुपर्छ त, आइटी डिपार्टमेन्टमा कति पैसा जाने भयो त भन्ने कुरा गरेँ। अब यहाँबाट के थाहा हुन्छ भन्दाखेरि हामीसँग कम्पनीहरू, अब यसले चाहिँ निकाल्यो के भन्दा यो पैसा भनेको चाहिँ आइटी डिपार्टमेन्टमा ओभरटाइम काम गरेर गरेको स्टाफहरूलाई चाहिँ हामीले 41,000 पेमेन्ट गर्नुपर्ने रहेछ। त्यस्तै तपाईँहरू मध्ये कसैले अरू डिपार्टमेन्टको निकाल्नु भएको छ र यदि कुनै फिगर निक्लेको छ, जस्तै एडमिन डिपार्टमेन्टमा छ भने सेयर गरिदिनु भयो भने मैले ठ्याक्कै त्यसमा अलिकति अगाडि बढ्थेँ। जस्तो एलिसा, आरती, ममता तपाईँहरूले गर्नुभएको छ भनेर जुन भन्नुभएको छ, कसैले फिगर सेयर गरिदिन सक्नुहुन्छ कुनै अर्को डिपार्टमेन्ट छ भने आइटी बाहेक? छैन भने ठिकै छ, म यहाँ उ गर्छु। यो चाहिँ आइटीको मात्रै भयो। अब आइटीको एडमिन, अब मैले यहीँ छैन भन्नु, ओके। अब मैले यहाँ आइटीको चाहिँ यति निक्लियो भने यसमै मैले अलि आइटी लेखेको ठाउँमा यहाँ एडमिन लेखेँ भने अब आइटीको कति भन्दा 41,330। मैले यहाँनिर 41,330 एकछिनको लागि कम्पेरिजनको लागि मात्रै। अब यसमा आइटीको ठाउँमा मैले एडमिन भनेर हालिदिएँ भने 34,000 चाहिँ एडमिनको रहेछ। भनेपछि कम्पनीमा हामीले काम गर्दै गर्दाखेरि के थाहा हुने भयो भन्दाखेरि कुन चाहिँ डिपार्टमेन्टमा चाहिँ ओभरटाइम भइरहेको रहेछ। यो आइटीको ओभरटाइम भयो, यो एडमिनको ओभरटाइम भयो होइन। अब भनेपछि आइटीको मान्छेहरूले ओभरटाइम गरिरहेको रहेछ है भन्ने कुरो थाहा हुन्छ। अब विभिन्न किसिमको डिसिजन मेकिङहरूमा चाहिँ यसले कन्ट्रिब्युट गर्छ। यो एकदमै महत्त्वपूर्ण इन्फर्मेसन हुन जान्छ। भने पछाडि हामीले कसरी यो पत्ता लगायौँ भन्दाखेरि सम इफ गऱ्यौँ। आइटी अहिलेलाई एडमिन डिपार्टमेन्ट भनौँ। अब एडमिन डिपार्टमेन्टमा चाहिँ बिलेबल आवर्स काम गर्ने मान्छेहरू 34,000 पेमेन्ट दिनुपर्ने रहेछ उनीहरूलाई। आइटीमा चाहिँ 41,000 दिनुपर्ने रहेछ। भनेपछि अराउन्ड 7,000 चाहिँ उनीहरूलाई रुपिज भनौँ, डलर भनौँ, डलर अहिले माथि डलर लेखेर छ, $7,000 चाहिँ एक्स्ट्रा पैसा आइटी डिपार्टमेन्टमा गइरहेको छ। भनेपछि कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि एडमिन डिपार्टमेन्टमा एक्स्ट्रा पैसा गइरहेको हुनसक्छ। अनि त्यतिखेर कम्पनीले क्वेसन गर्ने ठाउँ हुन्छ, अरे मेन अब कहिलेकाहीँ हुन्छ नि, यदि आइटी फोकस कम्पनी छ भने हामी आइटी डिपार्टमेन्टको हामीले आइटी डिपार्टमेन्टमा बढी खर्च नगरेर एडमिनमा गरिरहेछौँ। त्यस्तो के फ्रुटफुल अथवा के इफेक्टिभ कामहरू भइरहेछ त एडमिनबाट? किन ओभरटाइम भइरहेछ त एडमिनको? हुनै पर्नेको लागि भइरहेछ कि अथवा हामी अलिकति लेस इफिसियन्ट भएका छौँ, त्यसमा इफिसियन्सी कसरी बढाउन सकिन्छ भन्ने कुराहरूको डिसिजन मेकिङमा चाहिँ यस्तो किसिमको फिगरहरूले, यस्तो डिफरेन्सेसले एकदमै धेरै महत्त्वपूर्ण, एकदमै इम्पोर्टेन्ट रोल प्ले गरेर हुन्छ। अब यति भनेर तपाईँहरूलाई समिप्स मैले यहाँनिर उ गरेँ, के अरे प्रेजेन्ट गरेँ होइन। अब यहाँ चाहिँ अब समिप्स चाहिँ सम गर्दा सजिलो भयो। त्यस्तै काउन्ट इफ हुन्छ। यहाँनिर तपाईँहरूलाई मैले अलिकति अन्तिम क्वेसन चाहिँ अलिक बढी नै डिफिकल्ट बनायो। किन भन्दाखेरि कतिजनाले त पक्कै गर्नु पनि भयो होला। अब यहाँ चाहिँ अघिकै जस्तो हो, सम नगरेर काउन्ट गर्यो कतिजनालाई चाहिँ, कति पैसा होइन कि कतिजना मान्छेलाई चाहिँ। एकछिनको लागि मानिलिउँ यो हामीले जुन मान्छेहरूको कुरा गर्दैछौँ एकदम युनिक मान्छेहरू, सबै एबिसिडी गरेर गएको छन् भने यसमा 141 पर्सनहरूलाई चाहिँ हामीले आइटी डिपार्टमेन्टमा भएको बिलेबल पर्सन, बिलेबल आवर्सको चाहिँ 141 पिपल। किन भन्दाखेरि हामीले काउन्ट इफमा बी लिएका छौँ, बीलाई नै काउन्ट गर्ने हो। यो भनेको चाहिँ अलिकति के भन्दाखेरि अघि चाहिँ सम भनेर एक्स्ट्रा कलम लिएको थियौँ, काउन्टमा चाहिँ एक्स्ट्रा कलम हुँदैन। काउन्ट भनेको चाहिँ के मात्रै हो भन्नुहुन्छ भन्दाखेरि अब हामीले अलिकति यहाँनिर विचार गऱ्यौँ भने हामीले कतिजनालाई पेमेन्ट दिने भन्दाखेरि चाहिँ यो आइटी पनि हुनु पर्यो र अनि बिलेबल पनि यस हुनु पर्यो। हामीले यहाँबाट जान्न खोजेको कुरा के हो भन्दाखेरि काउन्ट गरेको क्या, आइटी र बिलेबल, आइटी बिलेबल भनेको चाहिँ रो, एउटै रोमा आइटी पनि भएको र बिलेबल यस पनि भएको चाहिँ कतिवटा रो छ है भनेर भन्दाखेरि चाहिँ 141 रो छ।
नम्बर अफ पर्सन टु बी पेड। अब अहिलेलाई के मानौँ भन्दाखेरि एउटा हामीले असम्सन चाहिँ के राखौँ भन्दाखेरि यी सबै मान्छेहरू 1000 मान्छेहरू सबै सिङ्गल पर्सन हुन्। पर्सन 1 पर्सन 2 पर्सन 3 गरेर पर्सन 1000सम्म भयो भने चाहिँ 141 टोटल जो चाहिँ आइटी डिपार्टमेन्टमा भएकाहरूमध्ये 141लाई हामीले बिलेबल आवर्स पेमेन्ट दिनुपर्ने रहेछ भन्यौँ। अब तर कुनै पनि आइटी डिपार्टमेन्टमा अथवा कुनै पनि कम्पनीमा 1000 मान्छे त सिङ्गल रूपमा काम गरेका हुँदैनन्। हामीलाई चाहिँ कस्तो चाहिन्छ भन्दाखेरि जम्मा जम्मी काम गरेका मान्छे चाहिँ यहाँनिर हेर्दाखेरि के रहेछन् भन्नुहुन्छ भन्दाखेरि आइटी डिपार्टमेन्टमा काम गर्ने यी 5जना मान्छे रहेछन्, फ्र्याङ्क, डेभिड, इभा, हेलेन र ग्रेस भन्ने। अब यसमा चाहिँ त्यही काउन्टिफलाई चाहिँ यो काउन्टिफ त गर, तर मलाई चाहिँ त्यो युनिक मान्छेहरू चाहियो। किन भन्दाखेरि आइटी डिपार्टमेन्टको बिलेबल आवर्स चाहिँ यो यस्तो यहाँनिर यो डेट कलममा हेर्नुभयो भने के हुन्छ भन्दाखेरि यो फ्र्याङ्कले 10वटा दिनमा काम गरेको थियो होला, डेभिडले त्यसरी नै अर्को 50 दिन, त्यसरी नै विभिन्न दिनहरू जोडेर न 141 डेज भएको हो यो त। किन भन्दाखेरि जस्तो आइटी र यस भएको रो जुन हामीले यो हेर्न खोजिरहेका छौँ त्यो भनेको चाहिँ यो डेटसँग डेट काउन्ट गरेको उसले चाहिँ। यो 141 भनेको चाहिँ के हो भन्दाखेरि 141 दिनहरूमा डेजमा चाहिँ ती मान्छेहरूले काम गरेछन्। अब अहिलेलाई यो फिगर 141ले चाहिँ युनिक मान्छे भन्छन् त्यो 141 जना नै, त्यो 141 डेजमा 141 पर्सनले काम गरे भन्ने। तर हामी कहाँ त 141 डेज चाहिँ काम हुन्छ, तर पर्सनहरू त 141 डिफ्रेन्ट पर्सनले काम गर्दैनन्, जम्मा जम्मी केही 2-4जना हुन्छन्। त्यो चाहिँ कसरी थाहा पाउने त भन्दाखेरि यो तलको चाहिँ जुन फर्मुला छ, यो फर्मुला बारमा लेखेको यसले काम गर्छ। यो सिट तपाईँहरूसँग म सेयर गर्छु अब तपाईँहरूलाई इमेल पठाउँदा नेक्स्ट आज भोलि कुन बेला। अनि त्यसमा चाहिँ यो हेर्नुभयो भने के हुन्छ भन्दाखेरि यहाँनिर के भनिएको छ भन्दा यो फिल्टर गर भनेर भनेको छ। सबभन्दा पहिला त फिल्टर गर सीको इम्प्लोइ, यो जुन टोटल इम्प्लोइहरू छ सबै इम्प्लोयरहरू फिल्टर गर। त्यो फिल्टर गर्दाखेरि चाहिँ त्यो इम्प्लोइहरू चाहिँ यहाँनिर अब यहाँ इफ कन्डिसनहरू के पनि नभए पनि फिल्टरले काम गर्छ। यहाँ चाहिँ फिल्टर गर, कसरी फिल्टर गर अरे भन्दाखेरि यो डिपार्टमेन्ट चाहिँ उनीहरूको आइटी हुनु पर्यो र मल्टिप्लाइड बाई, है फेरि कम्बाइन्ड हुनु पर्यो। त्यो कम्बाइन्ड र मल्टिप्लाइड चाहिँ त्यो कम्बिनेसन चाहिँ केसँग हुनु पर्यो भन्दा बिलेबल पनि यस हुनु पर्यो। यो काइन्ड अफ इफ्स नै हो हुन चाहिँ, तर यो काउन्टमा चाहिँ अलिक डिफ्रेन्टली लेख्नुपर्ने हुन्छ यसलाई यो फर्मुला लेख्दाखेरि। अनि त्यो भएर यो यो बिलेबल यो डिपार्टमेन्ट र बिलेबल आवर कम्बाइन गरिसकेपछि त्यसले एउटा कन्डिसन 2टा कन्डिसन हेऱ्यो र त्यो 2टा कन्डिसनलाई कम्बाइन गर्यो। अनि र त्यो कम्बाइन भइसके पछाडि यो मान्छेहरू पनि हेर अरे भनेपछि यो फिल्टर गरेर यति चिजहरू फिल्टर गरिसके पछाडि यो फिल्टर चाहिँ कसलाई गर भनेर भन्दाखेरि C2 र C2देखि C1000सम्मको लागि, यो 1001सम्मको लागि हुनु पर्थ्यो। यो पनि हाम्रो 1000 एकजना मान्छे छुट्यो हुनु पर्थ्यो। अनि त्यस पछाडि यो रेन्ज ओके। अब यो गरिसके पछाडि यसले फिल्टर गर्ने भनेको चाहिँ के हो भन्दाखेरि यो फिल्टर चाहिँ गर्छ। अब यसले फिल्टर गरेर धेरै मान्छेहरू निकाल्छ नि त, अघि जुन भने 141 निकाल्छ। अनि 141 निकाल्दाखेरि चाहिँ उसलाई युनिक नम्बरहरू ल्याऊ है भनेर भनिन्छ। युनिक नम्बरहरू तिमीले युनिक नामहरू देऊ है भनिन्छ, युनिक नेम, युनिक पर्सन भनिसके पछाडि चाहिँ अनि जम्मा 5जना मान्छेलाई चाहिँ हामीले पेमेन्ट दिनुपर्ने छ। अरू सबै यो फिगरहरू सबै बिर्सिदिनु होला अहिलेलाई। यो मैले बेग्लै चिज अर्को के अरे यो आजको प्र्याक्टिसको लागि लेखेको हुँ। भनेपछि टोटल के रहेछ भन्दाखेरि जम्मा 5जनालाई मात्रै दिनुपर्ने पेमेन्ट रहेछ। तिनीहरूको नाम चाहिँ मैले यो क्रिएट गरेको हुँ। यो चाहिँ कसरी क्रिएट गरेको हो भन्नुहुन्छ भन्दाखेरि यो युनिक भन्नेदेखि लिएर यो जुन 5% चाहिँ हामीले फर्मुला राख्यौँ काउन्ट ए गरेर, यो युनिकदेखि यहाँसम्म मात्रै लियो भने हेर्नुहोस् है त अब के हुन्छ। अब युनिकदेखि मैले फिल्टर मात्रै गर है भने नि यिनीहरूको नामै दियो उसले, ठिक छ।
अब यो उनीहरूको नामै उसले बकाइदासँगले नामै दियो यहाँ। अब त्यो ती पर्सनहरूको नेम चाहिँ यहाँ लिस्ट आउट गरेपछि पछाडि मैले एडिसनल्ली यो फर्मुला बारमा गएर हेर्ने हो भने यो युनिक भन्दा यता काउन्ट राखेको छु, जुन काउन्ट ए भनेको चाहिँ यो भनेको चाहिँ त्यो युनिक पर्सनको नेम तिमी लिस्ट आउट गर भनेर राइट साइडको यति फर्मुलाले भन्छ। अनि त्यस पछाडि यो काउन्ट एले चाहिँ ती युनिक पर्सनहरू कतिजना छन् त भनिदेऊ भनेर भन्छ। अनि त्यसले ठ्याक्कै 5 निकाल्छ। यसरी गरेको हो। यसमा के बुझिएन भने अथवा हाइली कन्फ्युज भयो भने तपाईँहरूले मलाई कि त सोध्न सक्नुहुन्छ अथवा म यो सेयर गर्छु पछि तपाईँहरूसँग, र तपाईँहरूले प्र्याक्टिस गर्दाखेरि युज गर्न सक्नुहुन्छ। केही त्यस्तो डिस्कस गर्न मन लागेको चिज छ केही आजलाई, अहिलेलाई यो असाइनमेन्टमा विशेष गरी भने भन्नु होला। ओके, यो लास्टको चाहिँ अलिकति कन्फ्युजिङ हुनसक्छ, तर हामीले प्र्याक्टिस गर्दै जाँदाखेरि हुने कुरा हो। अब आजको लागि चाहिँ मैले प्लान गरेकोमा चाहिँ त्यो आजको के पढ्ने भनेर भन्ने कुरा, के सेयर गर्ने मैले जानेको कुरा भन्ने कुरा प्लान गर्नुभन्दा पहिले तपाईँहरूसँग एउटा अर्को ऊ चाहिँ अर्को एउटा तपाईँहरूको लागि एकदम इन्ट्रेस्टिङ हुन सक्ला कि भन्ने चिज सेयर गर्न मन लागेको छ। मैले सरसर्ती गएर ऊ हेरेँ, जब मार्केट हेरेँ। जब मार्केटमा के काम लाग्छ त, हामी यो 4-4 हप्ता चाहिँ तपाईँहरूले पनि समय दिनुभएको छ, मैले पनि समय दिएको छु, भोलि गएर काम चाहिँ लाग्छ लाग्दैन त्यो एउटा क्ल्यारिटी भयो भने चाहिँ हामीलाई जुन चिज सिकिरहेका छौँ त्यो चिज सिकिरहेकोमा पनि अलिकति मोटिभेट हुन्छ, अलि इन्करेजमेन्ट आउँछ भन्ने हिसाबले अलिकति एक्सप्लोर गरेँ मैले। र मैले 2टा वेब पेज यहाँ खोलेर राखेको छु तपाईँहरूसँग सेयर गर्नलाई। क्रोम खुलेको छ है, रिटेल एन्ड होलसेल स्टोर स्टक म्यानेजर देखिन्छ होइन? पक्कै देखिन्छ होला। ओके, यो यो चाहिँ झन्डै 19 दिन अगाडि पोस्ट भएको रहेछ। यसमा के काम गर्नुपर्छ भन्ने कुरा सरसर्ती गएर हेर्दाखेरि चाहिँ यहाँ वाट यु विल बी डुइङ भनेको छ। इन्ट्रेस्टिङ के छ भन्नुहुन्छ भन्दाखेरि मैले अरू हेर्दाखेरि जस्तो इन्भेन्ट्री म्यानेजमेन्ट स्ट्राटेजीहरू, स्टक लेभल, मिनिमाइज वेस्ट, म्याक्सिमाइज प्रफिटेबिलिटी, यो चाहिँ तपाईँ हामीले जस्तो कुनै एउटा रिटेल स्टोरहरूमा काम गरिराख्दाखेरि पनि यो चिजहरू कतिजनाले गरिराख्नु भएको छ। डाइरेक्टली त्यही गर्ने भनेर रोलमा नभए पनि स्टकमा के छ, स्टकको लेभल के छ, घटेको बढेको त्यो मेन्टेन गर्ने भन्ने त्यो गरिरहेको कामहरू हुनसक्छ। अब मैले यहाँ हेर्दै आउँदाखेरि चाहिँ के चाहिँ एउटा इन्ट्रेस्टिङ देख्छु भन्दाखेरि एनालाइज सेल्स डाटा एन्ड मार्केट कन्डिसन टु फोरकास्ट डिमान्ड एन्ड मेक इन्फर्म पर्चेस डिसिजन। यो एउटा यो चाहिँ एनालाइज सेल्स डाटा गर्नलाई चाहिँ हामीले जे अहिले यहाँ सिकिरहेका छौँ, जे छलफल गरिरहेका छौँ, त्यो चाहिँ एकदमै नभई नहुने चिज हो। त्यो नभई नहुने चिजहरू हो भनेर चाहिँ कसरी थाहा हुन्छ भन्नुहुन्छ भन्दाखेरि यिनीहरूले वाट वी आर लुकिङ फरमा चाहिँ स्ट्रङली यहाँ भनेका छन्। यो पोइन्ट, स्ट्रङ एनालिटिकल एन्ड प्रब्लम सल्भिङ स्किल्स विथ द एबिलिटी टु इन्टरप्रेट डाटा एन्ड मेक डाटा ड्रिभन डिसिजन। अब मैले यो पहिलो स्टेपमा चाहिँ तपाईँहरूसँग यो डाटा कहाँ काम लाग्छ त, कसरी इन्टरप्रेट गर्ने त भन्ने कुरालाई मैले धेरै डिटेलमा गएको छैन। अघि खालि अलि 2टा डिपार्टमेन्ट बिचको डिफ्रेन्स देखाएँ, कुनमा चाहिँ ओभर टाइम बढी पैसा खर्च भएको रहेछ भनेर। त्यो एउटा त्यो चाहिँ वान अफ द वेज अफ इन्टरप्रेटिङ डाटा भयो। अनि त्यसरी नै कसरी इन्टरप्रेट गर्ने भन्ने चाहिँ अब पछि हामीले यसरी हामी सबैजनाको इन्ट्रेस्ट हुँदै गयो र हामी पार्टिसिपेट हुँदै गयो भने त्यो स्टेपमा त पक्कै पुग्छौँ त्यो स्टेजमा। तर त्योभन्दा पहिले हामीले डाटा एनालाइज पनि गर्न सक्नु पऱ्यो इन्टरप्रेट भन्दा पहिले। यो एनालिसिसको पार्ट चाहिँ यो अहिले हामीले गरिरहेको डिस्कसनबाट एकदमै काम लाग्छ जस्तो लाग्छ मलाई। यो एउटा जब भयो। अर्को जब चाहिँ इन्भेन्ट्री एनालिस्ट भनेर छ, यो पनि 19 दिन अगाडिकै रहेछ। यसमा त स्पष्ट लेखेकै छ, म्यानेज एन्ड एनालाइज लार्ज भोल्युम्स अफ इन्भेन्ट्री डाटा टु मेक डिसिजन द्याट इम्प्याक्ट स्टक लेभल। अब कुन हिसाबमा कुन ट्रेन्डमा गइरहेको छ, के अरे सेल्स चाहिँ कुन ट्रेन्डमा चाहिँ हामीले यता अर्डर गर्नुपर्छ आफ्नो, त्यो होल सप्लाई चेनमा कसरी हामीले आफ्नो इनपुट दिने एज एन इन्भेन्ट्री एनालिस्ट भन्ने कुराको लागि पनि डाटा एनालिस्ट चाहिँ नसिकि नहुने चिज हो भनेर चाहिँ यो जब भ्याकेन्सीहरूले देखाइरहन्छ।
त्यसकारण पनि यो बेसिक कुराहरू सिक्नै पर्ने अवस्था देखिन्छ यहाँ। अब यति भनेर म आजको उसमा जान्छु। आज चाहिँ हाम्रो सुरुमा भी लुकअप र एच लुकअप भनेर भनेको छ मैले राखेको सिलेबसमा। अब यसमा अलिकति थोरै ब्याकग्राउन्ड चाहिँ मैले दिनु पर्दाखेरि के छ भन्दाखेरि हामीले यो यसमा हेऱ्यौँ भने यो टोटल अमाउन्ट निकाल्नलाई हामीले आवर्स वर्क र रेट पर आवर गरेका छौँ। रेट पर आवर अनि त्यस पछाडि यो निकाल्यौँ हामीले टोटल अमाउन्ट। अब तर इन्ट्रेस्टिङ के छ भन्दाखेरि यो सधैँ त र सबैजना त $50 पर आवरको रेटमा त काम गरे हुँदैन। अब हामीलाई चाहिँ के पर्यो भन्दाखेरि अहिलेलाई हामीले यो $50 स्याम्पलको रूपमा राख्यौँ। तर अब हामीले रियल लाइफमा चाहिँ काम गरिरहेका छौँ भनेदेखि यही सिटमा काम गर्नु पर्यो भने पनि अब हामी के गर्छौँ भन्दाखेरि यो इम्प्लोइमा जान्छौँ। इम्प्लोइमा ग्रेसको रेट कति छ, डेभिडको रेट कति छ, हेलेनको रेट कति छ, यी विभिन्न मान्छेहरूको चाहिँ पर आवर रेट फरक फरक हुनसक्छ र हुन्छ पनि जेनरली। र त्यतिखेर चाहिँ हामीले अब यो हरेकमा गएर जस्तो अब यो आजको प्र्याक्टिस भनेको चाहिँ यो ग्रिन कलम यो आई भन्दा सबै राइटपट्टि हुन्छ। तपाईँहरूले यता धेरै हेर्न पर्दैन, खालि यता हो मुख्य कुरा चाहिँ। अब यो कसको कति छ भनेर टाइप गर्दै हाल्न थाल्यो भने चाहिँ यो धेरै समय लाग्छ। त्यो सम्भव पनि होइन, त्यो प्रपर वे अफ डुइङ दिस थिङ पनि होइन, यो प्रपर वे पनि भएन। त्यसको लागि के गर्छौँ हामी भन्दाखेरि अघि मैले जुन यो अघि तपाईँहरूलाई भनेको थिएँ यो फ्र्याङ्क डेभिड यो जुन नाम निकालेँ मैले अहिले अघि तपाईँहरूले अब यो फिगरहरू चाहिँ एकछिनमा आउँला भनेको थिएँ। यो फिगर मैले यहाँ राखेको चाहिँ अब यो सेसनको लागि। अब मानौँ असम्सन चाहिँ के छ भन्दाखेरि फ्र्याङ्कको रेट चाहिँ पर आवर रेट 57 थियो, त्यो डेभिड यी अरू 5जनाको रेट चाहिँ यसरी थियो भनेदेखि हामी यहाँ 5जनाको मात्रै कुरा गर्छौँ, अरू मान्छे हुन सक्लान् नहुन पनि सक्छन्। तर अहिलेलाई हामीले आइटी डिपार्टमेन्टमा काम गरिरहेको फ्र्याङ्कको मोस्ट प्रोबेबली यही 5जना मात्रै छन् क्यारे कम्पनीमै, मलाई त्यस्तै लाग्छ डाटा सेटमा। अनि रेट चेन्ज गर्नु पऱ्यो यो चाहिँ। अब यो रेट चेन्ज गर्नलाई के गर्ने भन्दाखेरि भीलुकअप भन्ने हामीले फर्मुला लाउँछौँ। भीलुकअपको फर्मुला अप्लाई गर्नुभन्दा पहिले तपाईँहरूलाई एउटा कुरा थोरै सेयर गरौँ। जब यो नाम यो कुनै पर्सन नेम र यो रेट यसरी कुनै भ्यालु यसरी भर्टिकल्ली आएको छ भने हामी युज गर्छौँ भीलुकअप। होइन त्यही नामहरू चाहिँ यहाँ यसरी होरिजेन्टली आएको छ भने र रेटहरू तल आएको छ भने अनि हामी यतिखेर युज गर्छौँ एच लुकअप। यो ठ्याक्कै त्यही गर्न खोजेको त्यति मात्रै हो। अब ग्रेसको चाहिँ 68 रहेछ। ओके, अब एच लुकअप यति नै हो। अब म भीलुकअपमा जानु पर्दाखेरि चाहिँ तपाईँहरूलाई यहाँनिर मैले देखाउँ। अब यहाँनिर चाहिँ मैले के गरेको छु भन्नुहुन्छ भन्दाखेरि यहाँ यसलाई डिलिटै गर्छु पहिले। अब म के गर्छु भन्दा फर्मुला टाइप गर्छु भिएल लुकअप भनेर यसरी गर्छु। लुकअप भनेको चाहिँ सबभन्दा पहिले यहाँनिर चाहिँ रेट जुन हाल्नुपर्ने छ यहाँ माथि लेखेको छ रिभाइज रेट पर आवर भनेर, त्यो भनेको चाहिँ हामीलाई थाहा छैन कति हो भनेर। तर थाहा छ के भन्दाखेरि कसको रेट हो त भन्दा ग्रेसको रेट। त्यो लुकअप भ्यालु भनेको चाहिँ त्यो हो कसको लागि चाहिँ कोसँग एसोसिएट भएको फिगरहरूलाई चाहिँ यहाँ हाल्न पर्ने हो। त्यो फिगर चाहिँ हामीसँग तल छ भनेपछि कोसँग एसोसिएट भएको भन्दाखेरि लुकअप भ्यालु भनेको चाहिँ त्यो ग्रेससँग एसोसिएट भएको। अब यहाँनिर चाहिँ अब यति मात्रै गरिसके पछाडि हामी तल मेन जुन अघि मेन टेबल छ जुन सोर्स टेबल हो जहाँबाट हामी रेटहरू लिएर आउनेवाला छौँ त्यो टेबलमा जान्छौँ। त्यो टेबलमा चाहिँ यो फर्मुला बारमा हेर्नुभयो भने लुकअप भ्यालु हामीले हालिसक्यौँ। यो C2 बोल्ड हुँदै जान्छ कि के चाहिने अथवा हामी कहाँ छौँ भनेर। अब टेबल एरे भन्छ यसले। टेबल एरे भनेको चाहिँ यो नाम र त्यो नामसँग एसोसिएट भएको रेटहरू त्यो टेबल एरे भयो। अनि त्यसपछि त्यो टेबल एरेको काम पनि सक्यो। अब कमा दिने बित्तिकै त्यो फर्मुला बारमा बोल्ड भएर आयो कोलम इन्डेक्स नम्बर। यो भनेको चाहिँ कुन चाहिँ नम्बरको कोलममा छ सधैँ लेफ्टबाट काउन्ट हुन्छ। यो भीलुकअप चाहिँ सधैँ लेफ्टबाट काउन्ट भएर राइटतिर आउँछ। र अब भने पछाडि हामी कुन कोलमबाट चाहिँ पर आवर रेट निकाल्न खोज्दैछौँ भन्दाखेरि फर्स्ट कोलममा नाम छ, यो नेम अफ पर्सन भयो, त्यो हामीलाई एकदम माथिबाट हेर्ने भनेको। हामीलाई चाहिने भ्यालु भनेको चाहिँ सेकेन्डमा छ है भनेपछि हामीले यहाँ नम्बर दिन्छौँ 2।
र कमा गरेर गरिसके पछाडि अनि एक्ज्याक्ट अप्रोक्सिमेट म्याच गर्ने हो कि एक्ज्याक्ट म्याच गर्ने हो भन्छ। यो अप्रोक्सिमेट म्याच र ट्रु र फल्स भनेको चाहिँ त्यो फ्र्याङ्क लेखेको चाहिँ ठ्याक्कै फ्र्याङ्कै हेर्ने हो कि एफआरएएनकेई पनि हेर्ने हो। यदि एफआरएएनकेई भन्ने हामीसँग जुन माथि छ 1000 इम्प्लोइहरू, त्यो 1000 इम्प्लोइमा चाहिँ कोही फ्र्याङ्क होला, कोही फ्र्याङ्की भन्ने होला, अथवा त्यो फ्र्याङ्कको नाम कसैले टाइप गरेर फ्र्याङ्क एफआरएएनकेई पनि बनाइदिएको छ भने त्यस्तोमा चाहिँ हामीले त्यो ट्रु गऱ्यौँ भने त्यो करिब करिब एप्रोक्सिमेट म्याच हुनेहरू भए पनि हुन्छ है हामीलाई भन्न खोजेको हामीले चाहिँ। अब एक्ज्याक्ट म्याच भनेको त एक्ज्याक्ट भइहाल्यो, फ्र्याङ्कको फ्र्याङ्कै हुनु पऱ्यो विदाउट ई। अहिलेलाई एक्ज्याक्ट म्याचै गरौँ। अनि र ब्र्याकेट क्लोज गर्ने बित्तिकै यसले फिगर के दिन्छ भन्दाखेरि 68 दिने भयो। यो ग्रेसको चाहिँ ग्रेसको 68 हो है भनेर आयो। अब एकपल्ट चेक गरौँ ग्रेसको 68 छ कि छैन भनेर। ग्रेसको यहाँ 68 छ, हाम्रो सोर्स टेबलमा ग्रेसको 68 रहेछ है भन्ने आयो। अब त्यसै गरी यसमा चाहिँ अलिकति एकछिन पछाडि एउटा ट्विक छ। अब यहाँ हेर्नुहोस् 68 आयो, अब यो डेभिडको 55 पनि आयो, तर त्यस पछाडि हेलेनको 65 आएपछि इभाहरूको यसले के अरे भेट्नै छोड्यो। किन भेट्न छोड्यो भन्दाखेरि सुरुमा यो जुन सोर्स टेबल एरे भनेको थियौँ त्यसमा चाहिँ यसले एचको ऊहरू लिएको छ। एचको 1016 देखि 20 यता आईको 20 सम्म लियो। अब यता तलतिर गयो भने एच चाहिँ 17 हुँदै गयो। हामीले त यो जुन टेबल एरे छ, टेबल एरे त हामीलाई फिक्स चाहिएको हो नि त। तल जाँदै गयो भने त्यो सर्दै सर्दै गएर तलको 5वटा लिन थालिदिन्छ क्या। त्यो भएपछि यो बुझेन भने सोध्नु होला है। यो जब जब हामी यो फर्मुला हालेर तल तल जाँदै जान्छौँ, सोर्स टेबल पनि टेबल एरे पनि सर्दै तलतिर जाइदिन्छ। तलको जुन छ यो रेफरेन्स चाहिँ हेर्नु हो नि यहाँ थाहा देखिन्छ। सुरुमा एचको 1000 म भन्दिनँ, एचको 16 देखि आईको 20 सम्म लिएको थियो, तल एचको 17 देखि लियो, अनि त्यसपछि एचको 18 देखि लियो, एचको 19 देखि लिन खोज्यो। त्यसपछि एचको 19 मा त हाम्रो भ्यालु नै छैन केही। हेर्नुहोस् है त, यो सर्दै गयो क्या। एचको 16 सम्म हुँदा ठिक, यो एचको 16 सम्म 17 18 19 20 सम्म छ। त्यस पछाडि त 20 मा आयो, त्यसपछि केही छँदै छैन। भनेपछि हामीले यसलाई सधैँ यो टेबल एरियालाई चाहिँ फिक्स गर्नलाई चाहिँ मैले अस्ति पनि भनेको थिएँ, याद छ कि छैन, यो डलर राखिदिनुपर्छ। यो डलर चाहिँ लेटर अगाडि र पछाडि जुन यो एच भन्ने र आई भन्ने छ त्यसको अगाडि पछाडि डलर राखिदिएपछि अब यो कतै केही सर्दैन। यहाँसम्म आउने भने हेर्नु होला, तिनटैमा त्यही नम्बर छ। एचको 016 1016, आईको पनि त्यही, अनि सबैमा यति भइसकेर हामीले यहाँ डबल क्लिक गऱ्यौँ भने यो सबै मिलेर आयो। अब मैले यसलाई ड्र्यागै गर्नुपर्ने हुन्छ किनभने बिचमा कलम ब्रेक गरेको छु मैले। त्योपछि यसले डाइरेक्टली चाहिँ लिँदैन अस्ति भने जस्तो। अब ऱ्यान्डमली चेक गर्न सकिन्छ। जस्तो लास्टमा इभाको 62 लियो यसले, हाम्रो फर्मुला मिलेको छ कि छैन भनेर भन्दाखेरि इभाको 62 नै छ। अब यो यसमा हेर्ने हो भने हेलेनको 65, हेलेनको 65 छ यहाँ। यसरी चाहिँ भी लुकअप हुन्छ। अब त्यसरी नै गर्नु पर्दाखेरि एच लुकअप हो। त्यतिखेर चाहिँ यो यसलाई लिइन्छ। जस्तो मैले यसमा गएर एच लुकअप गर्न खोजेँ भने तपाईँहरूलाई म यो डिटेलमा भन्दिनँ, असाइनमेन्टको सिटमा चाहिँ म एच लुकअप एउटा राख्छु। अब एच लुकअपमा चाहिँ इभाको हेर, तर टेबल एरे चाहिँ कुन गर भन्दाखेरि अब एच लुकअपमा चाहिँ माथि नाम हुनुपर्छ, तल भ्यालु हुनुपर्छ। यो अघिको यो भर्टिकल थियो, अहिले यो होरिजेन्टल्ली गएको हुनुपर्छ। अनि कमा गरेँ। अब यहाँ चाहिँ अघि हामीले सेकेन्ड कोलमको ल्याऊ भने जस्तै अब सेकेन्ड रोको ल्याऊ भन्छौँ, अनि त्यस पछाडि फल्स नै राखिदिन्छौँ। र त्यस पछाडि हेर्दाखेरि इभाको 62 को 62 नै आयो, किनकि इभाको यहाँ 62 राखेको छ एच लुकअपको यो टेबल एरियामा। यसरी एच लुकअप हुन्छ। भी लुकअप, एच लुकअप र अर्को हुन्छ इन्डेक्स म्याच, जुन चाहिँ हाम्रो सिलेबसमा छ। र अर्को हुन्छ एक्स लुकअप। एक्स लुकअपमा चाहिँ म जान्न, त्यो अलिक बढी चाहिँ यो 1 आवरको सेसनमा अलिक बढी कम्प्लिकेटेड हुन्छ जस्तो लाग्छ। तर तपाईँहरू कसैलाई डिस्कस गर्न मन लाग्छ भने चाहिँ कुनै पनि बेला, विशेष गरी आज त भइहाल्यो, भोलि पनि फोनमा गफ गरेर कुरा गर्न सकिन्छ। अथवा चाहिँ होइन नेक्स्ट सेसनमा डिस्कस गरौँ नि त सुरुमा एक्स लुकअप भन्नुहुन्छ, अथवा तपाईँहरूले काम गरिराख्नु भएको ठाउँमा त्यस्तो केही छ भने
एच लुकअपमा जानु चाहिँ अहिलेलाई चाहिँ म एच लुकअपमा गइनँ। अब थर्ड चिज मैले जुन इन्डेक्स म्याच भने, यो इन्डेक्स म्याचमा चाहिँ के हुन्छ भन्दाखेरि अब अघि मैले भने भिलुकअपमा ठ्याक्कै यो मिल्नुपर्छ। जस्तो हाम्रो सोर्स टेबल छ, अघि मैले जुन सोर्स टेबल देखाएको थिएँ, यो सोर्स टेबलमा चाहिँ यही फर्मेटमा हुनुपर्छ भिलुकअप युज गर्नलाई। लेफ्टमा नामै हुनु पर्यो, जुन नामलाई चाहिँ हामी माथि रेफरेन्सको रूपमा लिन्छौँ। जस्तो यो यसमा हेर्ने हो भने फर्मुला बारमा यो नाम, यो इभा भन्नेलाई रेफरेन्सको रूपमा लियौँ, यो नाम इभा भन्नेलाई रेफरेन्सको रूपमा लियौँ, अनि यो रेफरेन्सको रूपमा लिनुपर्ने चाहिँ यो सोर्स टेबलमा लेफ्टमै हुनुपर्छ, अनि हामीले खोजेको जुन भ्यालु हुन्छ त्यो राइटमै हुनुपर्छ। यसरी नै प्याटर्नमा गएको हुनुपर्छ भिलुकअप, र एच लुकअप पनि त्यसरी नै हुन्छ। तर हामीले कहिलेकाहीँ टेबल बनाउँदै गर्दाखेरि चाहिँ हेर्नुहोस्, अब यो मानिलिउँ हामीसँग यो होल टेबल छ अरे, अहिले होल टेबल भएको बेलामा त भिलुकअप लिने बित्तिकै यसले चाहिँ चिन्दैन। अब यो बिच यो एक्स्ट्रा आइदियो, यो एक्स्ट्रा आइदिने बित्तिकै अनि पर्छ गाह्रो यसलाई। भिलुकअपमा यसले फर्स्ट कलमको रूपमा यसैलाई नै लिन्छ। अब यो एक्स्ट्रा आउने बित्तिकै फर्स्ट कलम फरक पर्यो, हामीले 1 2 3 4 5 नम्बर दिएका छौँ विभिन्न, यो यसलाई इन्डेक्स नम्बर भन्ने हो भने। अब यस्तो बेलामा चाहिँ के गर्ने भन्दाखेरि, यस्तो बेलामा चाहिँ इन्डेक्स म्याच। त्यतिखेर चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो होल टेबललाई हेर तिमी गएर, अनि त्यसभित्र कहाँ छ यो फ्र्याङ्क भन्ने त्यसलाई खोज, अनि त्यो फ्र्याङ्क भन्ने खोजेर त्यो फ्र्याङ्कको छेउमा भएको लेफ्ट राइट साइडपट्टिको जुन फिगर छ त्यसलाई चाहिँ मलाई यहाँ ल्याएर राखिदेऊ त भनेर भन्छौँ। त्यो भनेको चाहिँ ठ्याक्कै यहाँ मैले यहाँनिर गरेको छु तपाईँहरूको लागि, के अरे तपाईँलाई सजिलो छ भनेर। यहाँनिर चाहिँ अब मैले के गरेको छु भन्दाखेरि यहाँ चाहिँ यहाँनिर फर्मुला बारमा गएर हेरौँ, यहाँ म्याच पहिले त म्याच गरौँ। पहिले म्याच गरेर के गरौँ भन्दाखेरि C2 हेर भनेर भन्यौँ। अघि हामीले भिलुकअपमा जस्तै गरेको हो हुन चाहिँ। अब यहाँ पनि लुकअप भ्यालु भनेको छ म्याच पछाडि। पहिले म्याचदेखिको पोर्सन डिस्कस गरौँ है, यो अलिकति क्ल्यारिटी हुन्छ जस्तो लाग्छ। म्याच गर, कसलाई म्याच गर भन्दाखेरि लुकअप भ्यालु चाहिँ इभालाई हेर, अथवा यहाँ कोही मान्छे छ होला यहाँ जस्तो ग्रेसलाई हेर। यो म्याचमा चाहिँ ग्रेसलाई हेर पहिले, अनि त्यो ग्रेसलाई हेर्ने सिलसिलामा चाहिँ अनि त्यो ग्रेसलाई हेर्ने भनेको चाहिँ यो ग्रेसलाई कहाँ गएर हेर भनेर भन्दाखेरि ग्रेसलाई चाहिँ त्यो सोर्स टेबलको, यो सोर्स टेबलको जुन सोर्स टेबल तल छ, जुन सोर्स टेबल छ, यो सोर्स टेबलको यो रेन्जमा गएर हेर है भन्छौँ हामी। यो रेन्जमा गएर हेर, यो एच होल्ड, यो जम्मा एचको 1016 देखि 1020 सम्मको रेन्जमा गएर हेर, अनि त्यस पछाडि यो रेन्जमा गएर हेरिसके पछाडि अनि त्यो रेन्जमा चाहिँ अघि जस्तै हो। अब यो C2 भन्ने चाहिँ ग्रेस छ, अनि यो तलको रेन्जमा गएर हेर, एजको त्यो 5 वटा रेन्जमा गएर हेर, र यसलाई 0 भनेको चाहिँ त्यो म्याच टाइप भयो। त्यसलाई एक्ज्याक्ट म्याच गर्ने हो कि लेस देन गर्ने हो कि ग्रेटर देन गर्ने हो कि, त्यो चाहिँ यो फिगरमा पनि जाने भयो, नम्बरहरूमा पनि जान्छ। अनि मैले एक्ज्याक्ट म्याच गरेँ किनभने हामीलाई त नाम चाहिएको छ। अनि एक्ज्याक्ट म्याच गरिसके पछाडि यति चाहिँ हाम्रो के हो भन्दाखेरि हेर्न पर्ने चिज भयो। अनि अब लिएको चाहिँ के छ भन्नुहुन्छ भन्दा होल टेबल छ। यो यता 1 2 3 4 5 जुन अघि गरेको थियो, यो 1 2 3 4 5 चाहिँ हेर्नुभयो भने यो सहित भयो भने के छ भन्दाखेरि यो चाहिँ यहाँदेखि यो यहाँ फिगर भनेको G 1016 देखि यो I 1020 सम्म को टेबल, यो यतिखेर चाहिँ होल टेबलै लिइदिएको हो क्या, के अरू के होइन कि यहाँनिर सुरुमा चाहिँ भएभरको टेबल सबै यो मैले जुन हाइलाइट गरेको छु फर्मुला बारमा भएभरको टेबल लिइदिएको हो। यो पहिलो स्टेपमा इन्डेक्स भन्दा भित्रपट्टि यो टेबलभित्र लिइदिसके पछाडि हामी यो टेबललाई डलर गरेका छौँ। अब यो टेबल लिइदिसके पछाडि अनि के हेर त, यो टेबलभित्र के हेर भन्दाखेरि पहिले म्याच हेर। यति चाहिँ भिलुकअपमा गरे जस्तै ग्रेस भन्ने नाम चाहिँ गएर त्यो टेबलभित्रको एचमा खोज, यो एच 16 देखि 20 सम्म मात्रै खोज भन्यो। अनि त्यस पछाडि हामीले के गर्यौँ भन्दाखेरि अनि फेरि यो
यहाँ तिनवटा कम्पोनेन्ट छ। यो कमाले चाहिँ छुट्याएको छ। एउटा चाहिँ यो होल टेबलको कम्पोनेन्ट भयो, अर्को चाहिँ म्याच गर्ने कम्पोनेन्ट, यो जुन ग्रेस खोज्न पर्ने कम्पोनेन्ट हो। अनि तेस्रो चाहिँ ओके यो टेबलमा ग्रेस खोज यो म्याचबाट, र अनि त्यस पछाडि मलाई यहाँ चाहिने भ्यालु चाहिँ कहाँनिर छ भन्दाखेरि थर्ड कोलममा छ है। कोलम नम्बर कति हो त भनेर भन्दाखेरि थर्ड कोलममा छ है भनेको। अब यो गर्ने बित्तिकै 68 आउँछ यहीँकै जति। यो किन गरियो त भनेर भन्दाखेरि त्यो जुन लेफ्ट साइडपट्टि के अरे लेफ्टमा चाहिँ यो म्याच गर्ने ग्रेसको कोलम नभएर अरू 1 2 3 वाला कोलम भएको हुनाले, अनि त्यस पछाडि त्यो हुने बित्तिकै हामी इन्डेक्समा जानुपर्छ। भिलुकअपले काम गर्दैन त्यतिखेर। त्यो चाहिँ यो अब यो सबै यसरी ड्र्याग गरेर लिएर आउने भने हेर्नुभयो भने यसले यसले दिने हामीलाई त्यही दिन्छ। हेर्नु अब यो हामीले म्याच गर्न सक्छौँ नि त। भिलुकअप अघि जुन हामीले भिलुकअप युज गरेर गरेका थियौँ त्यतिखेर जुन फिगर आइरहेको थियो त्यसले त्यही फिगर दियो। तर यसमा दुईवटा एउटै मात्र डिफ्रेन्स के भन्दाखेरि यो इन्डेक्समा चाहिँ हामीले होल टेबल युज गरे बाट हेरेर गऱ्यौँ, तर यो भिलुकअप गर्दाखेरि चाहिँ हामीले एसदेखि आईसम्म मात्रै गऱ्यौँ। यसमा चाहिँ हामीले जीदेखि आईसम्म गऱ्यौँ। लेफ्टपट्टिको जुन 1 2 3 4 छ त्यो जीदेखि आईसम्म गरेर चाहिँ यो तिनवटा हो। यो इन्डेक्समा हामीले जब भिलुकअप चलाउन थाल्छौँ बढी, अनि यो इन्डेक्स म्याचको कन्सेप्ट चाहिँ क्लियर हुँदै जान्छ। एनिवेज म तपाईँहरूलाई यो पनि पक्कै यसमा सेयर गर्ने फाइलहरूमा आइ नै हाल्छ। अब अर्को चाहिँ एउटा तपाईँहरूलाई मैले जुन सिलेबसमा राखेको छु त्यसमा चाहिँ अर्को चाहिँ एरर भन्ने छ। इफ एरर भन्ने भयो भने जस्तो कहिलेकाहीँ खोज्दै जाँदाखेरि ग्रेस भन्नेको उनै छैन अरे। ग्रेस भनेको चाहिँ हामीसँग स्यालेरी कतै केही पनि छैन। कहिलेकाहीँ डाटामा के हुन्छ भन्दाखेरि यो केही चिज चाहिँ मिसिङ हुन्छ, अनि त्यतिखेर केही चिज मिसिङ हुँदाखेरि चाहिँ यो एनए आउँछ। जस्तो ग्रेस अघि त मजासँगले क्यालकुलेट गरेर आएको थियो, तर ग्रेसको चाहिँ ग्रेस भन्ने मान्छे पनि छ, एक्जिस्ट पनि गर्छ, काम पनि उसले गरेको हो। तर एकछिनलाई मानिलिउँ ग्रेसको चाहिँ पर आवर रेट फिक्स भइसकेको छैन, फाइनल भइसकेको छैन, अझै नेगोसिएसनमा छ भनेदेखि हामीले यो क्यालकुलेट गर्दाखेरि चाहिँ यो सब क्यालकुलेसनहरूमा एरर आइदिन्छ। अनि त्यसपछि यो एररलाई के गर्ने? अब हरेक पटक चाहिँ गएर यो ग्रेस एबिसिडी जो कति मान्छेहरू हुन्छन् होइन जसको चाहिँ डिस्कसन भइरह होला, नेगोसिएट भइरह होला, तर फाइनल भइसकेको छैन भनेपछि अनि यस्तो एररलाई चाहिँ हामीले एकैचोटि हटाउन सकिन्छ इफ एरर युज गरेर। अरू केही गर्नु पर्दैन। यो फर्मुलामा चाहिँ इफ एरर भन्ने यहाँ टाइप गर्ने। अब इफ एरर भनेपछि एरर छैन भने चाहिँ के हो भन्दाखेरि यो यही काम अघि हामीले जे काम यसलाई लगाएका छौँ त्यो एरर छ भने, छैन भने यो गर। अब यहाँनिर हेर्नु भने यहाँनिर भ्यालु इफ एरर। अब यस पछाडि चाहिँ यदि एरर छ भने चाहिँ के लेख भन्दाखेरि रेट नट येट फाइनलाइज भनेर लेख भन्नुभयो भने उसले रेट नट येट फाइनलाइज भनिदिन्छ। यो भनेको चाहिँ के भन्दा यदि यो काम गर्दै गर्दाखेरि यसरी नै कसैको केही गर्न मागिन्छ तर त्यहाँ चाहिँ क्यालकुलेसनमा एरर आइदियो भनेदेखि एरर त डिस्प्ले गर्ने कुरो भएन। अनि हामीले चाहिँ डिस्प्ले चाहिँ के गराउँछौँ भन्दाखेरि सुरुमा हामीले अघि भिलुकअपको फर्मुला युज गऱ्यौँ। अब इफ एरर युज गरेर हामीले उसलाई के भन्यो भन्दाखेरि यही चिज गर, डिफल्टमा चाहिँ क्यालकुलेट गरेर राखिदेऊ, तर तिमीले त्यो क्यालकुलेट गर्दाखेरि केही कथम गडबड भएर एरर आउने देखियो भनेदेखि चाहिँ भ्यालु इफ एरर भनेको चाहिँ रेट नट येट फाइनलाइज भनेर लेखिदेऊ। अथवा अब तपाईँहरूको आफ्नो रिक्वायरमेन्ट, आफ्नो जबको रिक्वायरमेन्ट अनुसार के लेख्ने भन्ने हुन्छ त्यो लेखिदेऊ भनेर भने पछाडि उसले ठ्याक्कसँगले त्यही लेखेर दिन्छ। भनेपछि हामीलाई समस्या भएन। अब यहीँ पनि यो इफ एरर चाहिँ एकदमै सजिलो मध्येको एक हो जस्तो लाग्छ मलाई। केही पनि गर्नु पर्दैन, इफ एरर गरिदिने अनि त्यस पछाडि त्यही हो अघिको जस्तै ठ्याक्कै हामीले अरू रेट नट येट फाइनलाइज गरिदियो भने सबैमा त्यही हो। यसको चाहिँ कामै त्यति मात्रै हो। यो ठ्याक्क अगाडि गर्नुपर्ने मेन जिस्ट कुराहरू फर्मुलाहरू लेख्ने, अनि यदि एरर आउँछ भने चाहिँ इफ एरर गर, अनि त्यस पछाडि यो एउटा रेट एट नट एट फाइनलाइज भन्ने एउटा एक्स्ट्रा कम्पोनेन्ट थपिदियो भने यसले आफ्नो काम गरिहाल्छ। यसले यो चाहिँ ठ्याक्कै अलि सजिलो पार्ट जस्तो लाग्छ।
अब अर्को छ टेक्स्ट फङ्सन भन्ने। मैले तपाईँहरूलाई यो अब यही सिटमा नै बसेर र यो जब प्राय यो जबको नेचरमा चाहिँ इन्भेन्ट्रीसँग रिलेटेड स्टोरसँग रिलेटेड डाटा एनालिसिसको जबमा यस्तै काम लाग्ने हुनाले मैले गरेको छु। अब यसमा चाहिँ टेक्स्ट भन्ने चाहिँ फङ्सन छ। टेक्स्ट यहाँ धेरैवटा फङ्सन छ यसमा चाहिँ टेक्स्ट अन्तर्गतको। टेक्स्ट बिफोर, टेक्स्ट आफ्टर लगायत विभिन्न चिजहरू छन्। अहिलेलाई चाहिँ टेक्स्ट मात्रैको कुरा गर्नु पर्दाखेरि जस्तो कि हामीसँग यो डेट भन्ने कलममा 2024को जनवरीको 1 2 3 4 धेरै छ यहाँ। अब हामीलाई चाहिँ मानिलिउँ हामीलाई खालि यो यत्रो धेरै डिस्प्ले नै गराउनु छैन, खालि मन्थ र इयर मात्रै भए पनि हुन्छ भन्ने लाग्छ भने चाहिँ रिक्वायरमेन्ट हुन्छ पक्कै पनि, यो यत्रो डिटेल हामीलाई दिनदिनकै चाहिँदैन पनि भन्ने छ भने, अथवा विभिन्न क्यालकुलेसन गर्दाखेरि यो यसरी नै कन्भर्ट गर्नु पऱ्यो जनवरी 2024 गर्नु पऱ्यो भने, अनि हामी यसलाई के गर्छौँ भन्दाखेरि टेक्स्ट टेक्स्ट गर्छौँ। अनि भ्यालु भनेको टेक्स्ट, अब कुनै चिजलाई चाहिँ टेक्स्ट बनाउने है भनेर भन्छौँ। अनि यो डेट लिन्छौँ, भ्यालु भनेर चाहिँ म यो यहाँ गएँ, अनि कमा गर्ने बित्तिकै फर्मेट के त भन्दाखेरि अहिलेलाई मानिलिउँ एमएम हामी मन्थमा लेख्छौँ र इयर चाहिँ वाइवाई गर्छौँ भन्यो भने यसले चाहिँ 01/2024 भनेर दियो, हेर्नुहोस् है, जनवरी 2024 भनेर दियो। अझ हामीलाई चाहिँ डिस्प्लेमा होइन, यहाँ चाहिँ जनवरी नै लेख्नु छ भन्यो भने चाहिँ त्यो एमएम भनेको 4वटा एमएम गर्नुपर्छ। 4mm लेखिदियो भने यसले टेक्स्टमा दिन्छ। अघिको पनि टेक्स्ट फर्मेटमै दिएको हो, तर 4mm के अरे जनवरी नै भनेर दियो अब 4mमा। अब यसमा चाहिँ अघि मैले भने जस्तै टेक्स्ट आफ्टर भनेर चाहिँ हामीले फेरि टेक्स्टसँग सम्बन्धितै अर्को भयो टेक्स्ट आफ्टर भन्ने। त्यो भने चाहिँ के भन्दाखेरि यो जनवरी भन्दा पछाडिको इयरलाई मात्र राख्नु छ एकछिनको लागि भनेदेखि टेक्स्ट यो सेलमा भएको उसलाई मलाई देऊ एउटा कुनै पोर्सन अफ टेक्स्ट आफ्टर देऊ, तर आफ्टर के भन्दाखेरि डिलिमिटर। त्यो डिलिमिटर भनेको चाहिँ स्पेस भयो भनेदेखि यहाँ हेर्नुभयो भने तपाईँहरूले फर्मुला बारमा हेर्नुभयो भने मैले के मात्रै गरेँ भन्दाखेरि यो सेलमा भएको 2024 पाएँ यसमा। तर कसरी पाएँ भन्दाखेरि यो 2024 भनेको चाहिँ स्पेस पछाडि छ भने पछाडि यहाँ फर्मुला लेख्ने बेलामा त्यो यो होल यो जुन K2 भन्ने छ यो K2लाई गएर हेर, अनि यो स्पेस भनेको चाहिँ यो कोटभित्र स्पेस वहाँ एउटा स्पेस बार थिचेर एउटा स्पेस लिएको हो मैले। यो चाहिँ यति चाहिँ मैले स्पेस बार थिचेर लिएँ, अनि त्यो पछाडि स्पेस गर्ने बित्तिकै यसले यो दिन्छ। अनि तपाईँहरूले कतिपटक चाहिँ र डाटामा काम गर्नु पर्दाखेरि धेरै ठाउँमा यो आउँछ, जस्तो कि सबै उहरू चाहिँ इन्ट्री यसरी भएको छ अरे जनवरी 2024 छ भनेदेखि यता मलाई चाहिँ चाहिने 2024 मात्रै हो। अब यो जनवरी 2024 भन्ने त कुनै पनि एक्सेलले रिड गर्ने फर्मेट होइन। अब मलाई चाहिँ जनवरी मात्रै चाहियो यो कलममा भन्ने लाग्छ भनेदेखि म के गर्छु भन्दाखेरि टेक्स्ट आफ्टर गर्दिनँ, मलाई टेक्स्ट बिफोर गर्छु। अनि K2 त यो यही सेलको ल्याऊ, तर के डिलिमिटर भनेको चाहिँ केले डिलिमिट गरेको छ भन्दाखेरि अब चाहिँ कमा भन्दा बिफोरको सबै ल्याऊ भन्नु भन्दाखेरि जनवरी दिने हो। अब कमा भन्दा आफ्टरको, अब यसमा टेक्स्ट आफ्टर भनेर लिने हो भने कमा भन्दा पछाडिको चाहिँ उसले इयर दिन्छ 2024। अनि हामीले त्यसै फेरि कम्बाइन गरेर एक्सेलको फर्मेटमा चेन्ज गर्ने त्यो प्रोसेसहरू गर्न सक्छौँ। त्यसो कन्क्याटिनेट भन्ने छ, अरू विभिन्न फर्मुलाहरू छ, त्यो गर्न सकिन्छ। यो चाहिँ भयो। अब लजिकल अपरेसन भन्ने आएको छ। लजिकल अपरेसन भन्ने त यो इफ जहाँ जहाँ हामीले इफ लगाएर गरेका छौँ, सम इफ अथवा इफ यो इफ एरर पनि नै लजिकल अपरेसनभित्र पर्छ, अथवा कहिलेकाहीँ चाहिँ इफ मात्रै पनि हुन्छ। जस्तो मलाई चाहिँ यहाँनिर एकछिनको लागि म यतापट्टि गर्छु, यो लजिकल अपरेसनभित्र नै रहन्छु म। ओके, अब यहाँ लजिकल अपरेसनमा चाहिँ मैले के गर्छु भन्दाखेरि के गर भन्दाखेरि इफ यहाँ तल जाउँ। अब इफ मलाई चाहिँ के गर्न खोजेको भन्दाखेरि यो रेट पर आवर भनेको चाहिँ $30 भन्दा कम छ भने त्यसलाई चाहिँ मिनिमम भनेर राख है भनेर लेख्न खोज्छु भने म
इफ भने अनि यो जुन सेल गर्न खोजेको त्यो 55 भएको सेल गरेँ। यो भने चाहिँ भ्यालु इफ ट्रु। इफ लजिकल टेस्ट भनेको चाहिँ के भन्दा यो सेल चाहिँ लेस देन अर इक्वल्स टु 30 छ भने के लेख भन्दाखेरि बिलो अथवा मिडियम रेट भनेर लेख भने 30 अथवा 30 भन्दा कम 30 अथवा 30 भन्दा कम छ भने 30 पनि नभनौँ, अलिक 20 भन्दा कम छ भने लो रेट भनेर भनौँ। यो आफ्नो रिक्वायरमेन्ट अनुसार गर्ने हो। मैले यसलाई के भनेको छु भन्दा यदि यो सेलमा भएको भ्यालु चाहिँ 20 अथवा त्योभन्दा कम छ भने लो रेट भन, अथवा नभए चाहिँ ओके गर। लो पेमेन्ट गरिरहेको छ कि छैन कसैले भन्ने कुरामा चाहिँ ओके गर भनेर भन्यो भने ओके देखाउँछ यसले। किन भन्दाखेरि सबै ओके देखाउने भयो। किन भन्दाखेरि सबै भ्यालुहरू 20 भन्दा बढिरहेको छ हामीले यहाँ। यो पनि यो टेक्स्ट मात्र टेक्स्ट हेऱ्यो यसले भनेपछि 20 भन्दा कम कि ऊ भनेर यसले यो चाहिँ बुझ्दैन, तैपनि ओके देखाइरहेको छ यसले। अब मैले खालि लजिकल अपरेसनको चाहिँ भन्न खोजेको के भन्दाखेरि यो लजिकल अपरेसन भने चाहिँ इफ युज गर्ने हो। इफ एल्स हामीले यहाँ युज गरिसक्यौँ। इफ एल्स भनेको चाहिँ इफ यो J2 इज इक्वल्स टु अर ग्रेटर लेस देन 20 लो रेट लेख, एल्स ओके गर भनेर भन्यो हामीले। अब यति भयो इफ लजिकलको। र कन्डिसनल फर्मेटिङमा चाहिँ मैले अस्ति पनि एकजना भाइले कुरा गर्दै गर्नु हुँदाखेरि त्यसको गरेको थिएँ। अस्ति मलाई चाहिँ यहाँनिर बिलेबल कोलममा चाहिँ यस यस भएकोलाई सबैलाई ग्रिन हाइलाइट गर त भन्नु पऱ्यो भने यो होमभित्र यो होम भन्ने ट्याबमा यहाँनिर कन्डिसनल फर्मेटिङ भन्ने छ। हाइलाइट सेल रुल्स गरेर यो इक्वल टुमा जाँदाखेरि भयो अथवा न्यू रुलमा जाँदा भयो। म अहिलेलाई इक्वल टुमै जान्छु, सरी न्यू रुलमै जान्छु। अनि त्यस पछाडि न्यू रुलमा चाहिँ मैले के गर्छु भन्दाखेरि म चाहिँ यहाँ दोस्रोमा जान्छु। यहाँ विभिन्न रुलहरू दिएको छ। यो रुल चाहिँ आफ्नो रिक्वायरमेन्ट अनुसार हामी फलो गर्छौँ। यसमा चाहिँ अहिले हाम्रो सेल कन्टेन्ट मैले चाहिँ के भन्न खोजेको छु भन्दा यस जुन जुन सेलमा यस छ त्यो सेललाई चाहिँ ग्रिन गर अथवा कुनै एउटा कलर गर भनेर भन्छु। अनि यसमा तल स्पेसिफिक टेक्स्ट नै भन्छु, टेक्स्ट कन्टेनिङ के भन्दाखेरि यस भन्छु। र अनि यहाँ फर्मेटमा जान्छु। यो फर्मेटमा गएर फिलमा जान्छु। यो अलिकति छिटो गरे जस्तो भयो होला, मैले अलिकति टाइम पनि विचार गरिरहेको छु। अनि यो कुनै एउटा कलर लिइदिन्छु। अनि त्यो कलर लिइदिएर चाहिँ ओके गर्ने बित्तिकै यसले हामीले हरेक ठाउँमा यो कहिलेकाहीँ यो हाइलाइट चाहिँ एकदमै जरुरी हुन जान्छ काम गर्दै जाँदाखेरि। कहाँ कहाँ चाहिँ कति रहेछ त यसको भन्ने हेर्न पर्दाखेरि। अनि त्यो भएपछि यो कन्डिसनल फर्मेटिङ भन्ने हुन्छ। तपाईँहरूलाई म क्विकली यो सबै जति पनि हामी कामहरू गरिरहेका छौँ गऱ्यौँ अहिले, यो चिज चाहिँ यसको चाहिँ क्विक गर्ने तरिका कि पिभोट टेबल भन्ने छ। यो चाहिँ यो पिभोट टेबल चाहिँ इन्ट्रेस्टिङ हुन्छ। यो चाहिँ तपाईँहरूलाई म पिभोट टेबलको बारेमा क्विकली भन्छु। यो पिभोट टेबल जेनेरेट गर्न सक्छ हामीले। जति पनि अहिले सम इफ लगायत कुराहरू गऱ्यौँ त्यसको चाहिँ डाइरेक्टली पिभोट टेबलमा निकाल्न सकिन्छ धेरै जसो कुराहरू। अब मैले पुरानो टेबललाई मात्रै सेलेक्ट गरेँ। एकपल्ट यो हेर्नु होला, जस्तो बिलेबलसम्म गरेँ अनि तल फाइनलसम्म यो पुरा होल टेबललाई गरेँ। यता आज हामीले प्र्याक्टिस गरेको चिजलाई इन्क्लुड गरेका छैन, यहाँनिर प्रेजेन्ट गर्न सजिलो होस् भनेर। अब त्यस पछाडि पुरा सेलेक्ट गरिसके पछाडि इन्सर्टमा गएर यो पिभोट टेबल भन्ने क्लिक गरेँ मैले। यो लेफ्ट साइडमा थियो, फेरि गर्छु, यो सेलेक्ट गरेँ, इन्सर्ट भन्ने ट्याबमा गएँ र पिभोट टेबल भन्ने सबैभन्दा लेफ्टपट्टिको म क्लिक गरेँ। भनेपछि यसले यो माथिको भनेको चाहिँ जुन रेन्ज मैले सेलेक्ट गरेँ त्यसले आफै त्यो लिइरहेको छ। होइन मैले गल्ती गरेछु भने यसलाई डिलिट गरेर यहाँ राइट साइडमा भएको यो एरोलाई क्लिक गरेर फेरि म यहाँ डेटमा गएर सिफ्ट थिचेर चाहिँ सिफ्ट र राइट एरो होल्ड गर्दै सिफ्ट कलम र डाउन गरेँ भने यसले एकैचोटि लास्टसम्म लियो। यहाँ हेऱ्यो भने अब यसलाई चाहिँ एकपल्ट इन्टर गर्दाखेरि भयो। अनि न्यू वर्कसिटमा क्रिएट गर्ने कि पिभोट टेबल एक्जिस्टिङमा गर्ने भने छ यसले। म चाहिँ न्यू वर्कसिटमा गर्छु, सजिलो हुन्छ प्रेजेन्ट गर्नलाई। न्यू वर्कसिट ओके गर्ने बित्तिकै अब एउटा पिभोट टेबल भनेर यसले यता दिन्छ। अब
यो पिभट टेबलले गर्छ के त भनेर भन्दाखेरि अघि हामीले के हेऱ्यौँ भन्दाखेरि जस्तो हामीले विभिन्न चिजहरूको चाहिँ इफ कन्डिसन लगाएर के गऱ्यौँ है। अब मलाई चाहिँ के चाहिएको छ भन्दाखेरि आइटी डिपार्टमेन्टमा यहाँ विभिन्न डिपार्टमेन्टहरू अघि त मैले आइटीको मात्रै क्यालकुलेट गरेँ, विभिन्न डिपार्टमेन्टहरू छ। विभिन्न डिपार्टमेन्टको चाहिँ मान्छेहरूलाई हामीले कति कति पैसा पेमेन्ट दिनुपर्ने रहेछ त बिलेबल चाहिँ भन्ने कुरा हेर्न खोज्दैछौँ हामी। भने पछाडि मैले यो डिपार्टमेन्टलाई यहाँ तल रो भन्नेमा ड्र्याग गरेर लिएर आएँ, यसले डिपार्टमेन्ट देखायो 4वटा। अनि बिलेबल यस नोलाई कलममा लगेँ, यसले यस नो देखायो, यो नो यता देखायो, यस यता देखायो, अलिकति कन्फ्युजिङ भयो। यो ग्रान्ट देखायो, ग्रान्ट टोटल पनि देखायो यसले। अब त्यस पछाडि चाहिने चाहिँ के हो भन्दाखेरि टोटल अमाउन्ट हामीले जुन क्यालकुलेट गरेका छौँ यो भ्यालुमा। अब यहाँनिर इन्ट्रेस्टिङ के छ भन्दाखेरि अघि हामीले जति पनि एकदम मेहनत गरेर निकाल्नु परेको थियो त्यो सबै यहाँ आउँछ। अब हेर्नुहोस् है त, एडमिन डिपार्टमेन्टमा नो र यस टोटल चाहिँ यति क्यालकुलेसन आएको रहेछ, तर बिलेबल चाहिँ यस बिलेबल भन्ने चाहिँ यति मात्रै रहेछ भनेपछि एडमिनमा यति, फाइनेन्समा यति, एचआरमा यति, आइटीमा यति, अल टुगेदर गर्दाखेरि 143,850 मात्रै हामीले पैसा चाहिँ पेमेन्ट गर्नुपर्ने रहेछ बिलेबल पैसा। त्यो भनेको चाहिँ हामीले अघि मेहनत गरेर निकालेको थियौँ नि, यहाँ 143,850 टोटल अमाउन्ट टु बी पेड ओभर टाइम, जसमा चाहिँ यस भनेर हामीले कन्डिसन लगाएको थियौँ माथि फर्मुला बारमा हेऱ्यो भने। भनेपछि त्यही चिज चाहिँ पिभट टेबलले क्विकली गरिदिन्छ। र अबको मैले अघि भनिरहेको छु, अघि पनि भने र फेरि पनि भन्न चाहन्छु, यदि हामी नेक्स्ट फेजमा गयौँ भने चाहिँ मेरो प्लान चाहिँ के हो भन्नुहुन्छ त हामी भेरी बढी पिभट टेबलमा फोकस गर्छौँ। र पिभट टेबल चाहिँ एउटा पिभट टेबल यदि हामीले बुझ्यौँ, हामीले पिभट टेबलमा चाहिँ अलिकति काम गर्न अलि राम्रोसँग बुझ्न थाल्यौँ, जान्यौँ भने पावर बिआई भनेर जुन एउटा एकदम इन्ट्रेस्टिङ रमाइलो सफ्टवेयर छ त्यो चलाउन धेरै सजिलो हुन्छ। त्यसले धेरै कामहरू पिभट टेबलको गर्छ, धेरै नै। त्यो पिभट चिजहरू यो जुन मैले ड्र्याग गरेँ यहाँ, यो ड्र्याग गर्दै ल्याउने अनि एकैचोटि डिस्प्ले गराउने, त्यो पावर बिआईमा धेरै नै गरिन्छ। मैले चलाउँदाखेरि त्यस्तै नै भइरहेको हुन्छ। अब यहाँ चाहिँ अब मैले जुन रो लेभलमा यसरी एडमिन डिपार्टमेन्ट अरू डिपार्टमेन्टहरू हालेँ। अब हामीले चाहिँ इम्प्लोइ पनि राख्न सक्छौँ। इम्प्लोइ चाहिँ अहिले रोमै राखिदिने हो भने के हुने भन्दा एडमिनमा चाहिँ अब यहाँ के देखिन्छ भन्दाखेरि मान्छेहरू दोहोरिएका छन्, सबै मान्छेहरू सबै डिपार्टमेन्टको काम गर्दा रहेछन् भन्ने जस्तो देखिन्छ। यहाँ चाहिँ त्यो डाटा सेटमा त्यस्तै भएको हुनाले हो। नभएदेखि के देखिन्छ भन्दा यो चिजले यसले के देखाउँछ भन्दाखेरि अब यहाँ एडमिनमा डेबिटले पाउने बिलेबल पैसा यति रहेछ, अनि उसले फाइनेन्समा काम गरे बापत पाउने पैसा यति रहेछ, डेभिडले चाहिँ एचआरमा काम गरे बापत पाउने पैसा यति रहेछ, र डेभिडले आइटीमा काम गरे बापत पाउने पैसा यति रहेछ। अब यहाँनिर के देखियो भन्दा बिलेबल चाहिँ डेबिटको लागि बिलेबल टोटल अमाउन्ट कति त भन्ने क्वेसन आउन सक्छ। त्यसको लागि हामी यो 4वटा फिगर एड गरिराख्दैनौँ। हामीले के गर्छौँ भन्दाखेरि यो डिपार्टमेन्ट जुन रोमा यो पिभट टेबलको यतापट्टिको फिल्डहरूको उसमा छ, यसलाई डिपार्टमेन्टलाई फेरि हटाइदिन्छौँ। यो हटाउने बित्तिकै माथि लगेर ड्र्याग गरिदिन्छौँ, अथवा यहीँ माथि यो अफ गरिदियो भने पनि हुन्छ। अब त्यतिखेर यहाँ डेबिटको टोटल निकाल्न मन छ भने चाहिँ यसरी आउँछ। डेबिटले $25,630 चाहिँ ओभर टाइम काम गरेर पाउँदो रहेछ, तर कुन कुन डिपार्टमेन्टमा काम गरेर पाउँदो रहेछ भन्ने कुरा चाहिँ अहिलेको टेबलले दिन्छ हामीलाई। हामीलाई चाहिँ डेबिटको अहिले यो डिपार्टमेन्टलाई चाहिँ यो इम्प्लोइको तल राखिदिने हो भने पहिले इम्प्लोइ आउँछ, अनि यो हरेक डिपार्टमेन्टमा उसले कति कति पैसा पाउँदो रहेछ त भन्ने आउँछ। यो डिपार्टमेन्ट डेबिटको पैसा, यो उसले डिपार्टमेन्ट वाइज पाउने पैसा। भनेपछि यसरी प्ले गर्न सकिन्छ। यो कसरी यसलाई चाहिँ डिस्प्ले कसरी प्रेजेन्ट गर्ने डाटालाई, विशेष गरी यो पिभट टेबल भनेको चाहिँ मैले अघि भनिहालेँ जस्तो ड्यासबोर्डहरू क्रिएट गर्ने भनिन्छ, त्यो सब चिजहरू अहिले पावर बिआईकै बढी कुरा आइरहेको हुन्छ। त्यस्तोमा चाहिँ यो पिभट टेबल एकदमै काम लाग्छ। अब यो फिगर हेरेर हामीलाई यहाँ माथि देख्नु भने पिभट टेबल एनालाइज भन्छ। यहाँनिर जाने हो भने हामीले के पाउँछौँ भन्दाखेरि यो पिभट टेबललाई प्लट गर्न मिल्छ। अब एकैचोटि पिभट चार्ट भन्ने छ। यहाँ पिभट चार्टमा चाहिँ क्लिक गऱ्यौँ भने हामीसँग पिभट टेबल अलरेडी छ। त्यो पिभट टेबलमा यहाँ क्लिक गरिरहेका छौँ भने यो पिभट टेबल एनालाइज र डिजाइन आउँछ, तर यहाँ क्लिक गरेको छौँ भने त्यो हराउँछ।
भनेपछि पिभट टेबलमै गएर बस्नुपर्छ, कतै जहाँ बसे पनि हुन्छ फेरि। अनि त्यसपछि यसले यो पिभट एनालाइजमा जान्छ र पिभट चार्ट भन्छ। अनि पिभट चार्टले चाहिँ हामीलाई चार्ट क्रिएट गर्न सहयोग गर्छ। जस्तो कि यहाँनिर हेर्ने हो भने पनि कसो देखियो भन्दा यो एउटा हेर्ने हो भने उदाहरणको लागि इक्जाम्पलमा चाहिँ हामीलाई यो डेभिडले हेर्नुहोस् है, यहाँ इन्ट्रेस्टिङ यो पिभट चार्ट एकदमै इन्ट्रेस्टिङ र युजफुल छ। भोलि ड्यासबोर्ड क्रिएट गर्ने नि यसैले हो। डेभिडले चाहिँ यस वाला जति छ, डेभिडको यो रेड कलर भनेको यस भयो, बिलेबल आवर्स, यो ब्लू भनेको नो भयो। डेभिडको चाहिँ एडमिन डिपार्टमेन्टमा नो यति रहेछ, यस यति रहेछ। अब हामीलाई के भन्दा यो अनावश्यक नो किन, उसले ओभर टाइम पाउने पैसा मात्रै हेर्छु नि त भनेर भन्यो भने के गर्ने भन्दा यहाँ बिलेबलमा क्लिक गरे बित्तिकै यो अप्सन आउँछ, यसमा चाहिँ नोलाई हटाइदिने, यसलाई मात्रै टिक गरेर राख्यो भने अब यसले यसवाला मात्रै फिगर दिने भयो। यहाँ पनि यो यस देखियो, डेभिडले एडमिनबाट यति 8,000 पाउने रहेछ एडमिनमा काम गरेको बापत, त्यो पनि एक्स्ट्रा आवर्सको। अनि फाइनेन्समा यो एचआरमा यो र आइटीमा यो भनेपछि डेभिडले चाहिँ एचआरबाट सबैभन्दा कम पैसा पाइरहेको रहेछ ओभर टाइम, र एडमिनबाट सबभन्दा बढी पैसा पाइरहेको रहेछ भन्ने कुरा यहाँबाट देखिन्छ। र आइटीमा चाहिँ कसले सबभन्दा बढी पैसा पाइरहेछ त भनेर भन्दाखेरि फ्र्याङ्कले अथवा इभाले, मोस्ट प्रोबेबली फ्र्याङ्कले होइन। यो चाहिँ पिभट चार्ट भयो। यो चाहिँ पिभट टेबल मात्रै होइन, पिभट टेबलले चाहिँ भ्यालु देखायो, समराइज भ्यालुहरू। हामीले सम इफ सम त्यो जुन जति पनि अघि मैले कुराहरू डिस्कस गरेँ त्यो सबै चिजहरू करिब करिब पिभट टेबलले चाहिँ दिन्छ हामीलाई, करिब करिब सबै नै दिन्छ। एउटा एउटा अर्को चाहिँ एउटा क्विक इन्फर्मेसन के भन्दाखेरि तपाईँहरूलाई सम त दिन्छ, अनि यहाँ जुन भ्यालुमा देखिरहनु भएको छ सम अफ टोटल अमाउन्ट भनेर, हामीलाई यसको चाहिँ भ्यालु फिल्ड सेटिङ चेन्ज गर्न मिल्छ। अनि यहाँ काउन्ट, एभरेज, म्याक्स, मिनिमम के गर्ने भन्ने कुरा पनि सबै थोक दिन्छ यसले। म यो डिटेलमा जान्न, तपाईँहरूलाई खालि यो मैले अहिले चाहिँ कमसेकम इन्ट्रेस्ट हुँदै जाओस् यहाँनिर प्ले गर्नलाई, तपाईँहरूलाई यो चिजहरू म्यानिपुलेट गर्ने, चेन्ज गर्ने, अलिकति प्र्याक्टिस गर्ने को लागि चाहिँ इन्ट्रेस्ट जागोस् भनेर यो देखाएको हो। यसमा चाहिँ विभिन्न कुराहरू चेन्ज गर्न मिल्छ। यो विशेष गरी फिल्ड सेटिङमा गएर, भ्यालु फिल्ड सेटिङमा गएर, अनि त्यस पछाडि प्रेजेन्टेसनको लागि सजिलो हुन्छ। र यो भनेको चाहिँ हामीले अघि मैले जुन सेयर गरेँ तपाईँहरूसँग यो दुईवटा जबको यो जब रिक्वायरमेन्टहरू, यसमा चाहिँ पिभट टेबल जानेको अथवा अहिले जति पनि प्रेजेन्ट गरेँ समिप्सहरू, कहिलेकाहीँ पिभट टेबल आवश्यकता पनि हुँदैन, कहिलेकाहीँ पिभट टेबल क्रिएटै गर्न नसक्ने अवस्था पनि हुन पनि सक्ला होइन। त्यस्तो बेलामा डाटा फर्मेटहरूले गर्दाखेरि कहिलेकाहीँ पिभट टेबलै क्रिएट गर्न सकिँदैन, किनभने वेल फर्मेटेड हुँदैन। अनि त्यसपछि त्यतिखेर फेरि समिप्स नै गर्नुपर्ने पनि अवस्था हुनसक्छ। र अनि त्यो गर्नुपर्ने एउटा पार्ट, र अनि त्यसपछि दोस्रो चाहिँ पिभट टेबल क्रिएट गर्न सकिन्छ भने यो गर्ने अर्को पार्ट, र त्यस पछाडि चार्ट, पिभट चार्ट बनाउने तेस्रो पार्ट। यति हो मैले आज तपाईँहरूसँग सेयर गर्न खोजेको कुरा। 12 मिनट गएछ एक्स्ट्रा। अब नेक्स्ट चाहिँ के भन्दाखेरि केही क्वेसन छ भने तपाईँहरूले राख्नुहोस्, डिस्कस गर्न सक्छौँ हामीले। मैले जानेको कुरो भनौँला, नभए फेरि सिकेर पनि एन्सर दिन सक्छु होला पछि पनि, अहिले क्विकली भन्न सकिनँ भने होइन। प्लस अब इन ड्यु कोर्स आज भोलि कहिले हुन्छ म फेरि अस्तिको जस्तै भिडियोको लिङ्क सेयर गर्ने युट्युबमा, प्लस असाइनमेन्ट भोलिन्टियरी पक्कै पनि त्यो असाइनमेन्ट क्वेसन र डाटा सेट सेयर गरिहाल्छु। डाटा सेट चाहिँ म कमन डाटा सेट युज गर्दै जाउँ कि भन्ने सोच्दैछु। त्यो भयो भने अलिकति फ्यामिलियरिटी पनि भइरहेको छ, अथवा होइन तपाईँहरूलाई नयाँ पनि गर्ने भन्ने लाग्छ भने त्यो पनि गर्न सकिन्छ। होइन, एउटै डाटा सेटमा काम गर्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर मलाई त्यस्तै लाग्यो। अँ, अरूले के भन्नुहुन्छ, यसलाई म अहिले स्टप सेयर गर्ने भएँ, अथवा अहिलेलाई सेयरिङमै राख्छु। कसैलाई कोही क्वेसन छ भने भन्नु होला। यसपालिको भिडियो र असाइनमेन्टहरू चाहिँ म अलिक क्विकली सेयर गर्छु। अस्ति चाहिँ त्यो भिडियो सुरुमा गफ गरेको थियो, अनि त्यसलाई त्यो भिडियो कटरबाट गर्नलाई अलिक मेहनत पऱ्यो। यहाँ ऊ भयो, भाउजूले गरिदिनु हो बुझ्यो र यहाँ म चाहिँ मेरो प्यासेन्स पुगेन। अनि ओके, अनि त्यस पछाडि यो एक्नोलेज गरिहालेको कन्ट्रिब्युसन। अनि त्यस पछाडि अनि केही क्वेसन छ भने भन्नु होला। प्लस
असाइनमेन्ट गर्दै जाँदा मैले अस्ति पनि भने अरू दिन हो भने मलाई 5:15 बजेपछि 5:30 बजी फोन गर्न सकिन्छ। कल ब्याक म चाहिँ मेरो फोन उठेन भने मेसेज गर्नुभयो भने चाहिँ कल ब्याक गर्ने बानी छ। मैले तपाईँहरू सबै कसैको पनि नम्बर सायद सेभ गरेको छैन जस्तो लाग्छ। मैले डिलिट गरेको छु एकपल्ट मेसेजहरू सबैको। त्यस कारण मसँग नम्बर चाहिँ छैन। अननोन नम्बर भएको हुनाले मैले कल ब्याक नगर्न सक्छु। तर तपाईँहरूले मेसेज गर्नुभयो मलाई चाहिँ यो डिस्कस गर्नु छ भन्नुभयो भने म फोन कल ब्याक गर्ने मेरो एकदमै बानी छ, त्यो गर्न सकिन्छ। अरू दिन चाहिँ 5:15 5:30 बजे पछाडि। शनिबार त जतिखेर गरे पनि भयो, मैले मिल्यो भने उठाउँछु नभए कल ब्याक गर्छु। तर मेसेज गरिदिनु होला तपाईँहरूले मैले फोन उठाएन भने। ओके, यति नै हो मैले भन्न र सेयर गर्न खोजेको कुरा आज सेसन 2 को लागि। र लास्टमा चाहिँ नेक्स्ट सेसन चाहिँ अप्रिल 19 को चाहिँ अलिकति धकेल्नु पर्ला जस्तो छ। 26 सकिने भनेको मे नै पुग्ला जस्तो भयो, किनकि यहाँ हाम्रो अलिकति प्लान बनेको छ क्याम्पिङ जाने। अनि त्यस पछाडि 19 चाहिँ म नहुने भएँ घरमा, त्यसकारण त्यसलाई त्यसरी गर्नुपर्ने भयो। तपाईँहरूलाई पनि ठिकै हुन्छ होला, त्यति गाह्रो नहोला भन्ने आशा गर्छु। केही क्वेसन छ हुन्छ हुन्छ। कसैको? छैन, अब यो डाटा सेटमा अझै खेल्दै गएपछि क्लियर हुन्छ। हजुर, हुन्छ हुन्छ। त्यही होला अब। ओके ल, तपाईँहरू आइदिनु भयो, धेरै धेरै धन्यवाद। अब इन ड्यु कोर्स अफ टाइम बिस्तारै डिस्कस पनि हुँदै जाला। तपाईँहरूले पनि क्वेसनहरू ल्याउनु होला, इन्ट्रेस्टिङ होला। हुन्छ ल, अब हुन्छ नेक्स्ट विक भेटौँला अनलाइन चाहिँ। ओके, ल दाइ, धन्यवाद, सी थ्याङ्क यू। यू दिन तपाईँलाई। ढिलो भयो हस् है। हस्, थ्याङ्क यू।